असारमा गर्नु के भयो श्री गणेशाय नमः नमः श्री सरस्वती नमः नमः श्री पुराण पुरुषोत्तमाय नमः गजाननं भूतगणातिसेवितं कपिस्तजम्भो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्षः मङ्गलाय तनो हरि देवी प्रपन्नार्ते हरे प्रसीद प्रसीद माता जगतोऽखिलस्य प्रसीद विश्वेश्वरीपाय विश्वं त्वमेश्वरी देवी चरस्य गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे परमौक्तिकं करतले वेणुकरे कङ्कणम् सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपालचूडामणि हे चक्रधारि मुरली धर हे दयामय हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी श्रयतापहारी उद्धार सबको गरहै मुरारी 84 लाख जुनीमा घुम्दा परे के गर्यो कति गर्यो जगदीश हामीले छैनन् तथापि तिनी आज मलाई गर्छु समर्पण विवाह महजोरलाई जान्दै कार जप्छु प्रभुलाई भर्छु सासै भएसम्म पुकार्छु राम गोविन्द नारायण राम राम अनन्त ब्रह्म परिपूर्ण कृष्ण प्रभो हजुरबाट विमोह अनित्य सेवा अब गरे नपाऊं श्री कृष्ण नै नित्य पुकार्न जाऊं अगाडिकागन मरवासनाले यो चित्तमा चलता हुनाले देख्नै सकिन प्रभुलाई भित्र केले बनाउला मारे पवित्र शरीर छोड्दा म जहाँ पुगाउला त्यहाँ प्रभु झनके सकाउला सधैँ प्रभु झन बानी होस् सबको प्रभुमा यही प्रार्थना छ हाम्रो प्रभुमा यही प्रार्थना छ
संसारको जङ्गलमा फसेछु बाटो भुली एक्लै डुलेछु जिब्रो छ त्यो गोताको समान जप्दैन जो त्यो हरिनाम बयान त्यो सरीपको पाल समान कान सुन्दैन जो त्यो हरिनाम बयान गर्दैन पूजा हरिहातद्वारा त्यसलाई मुर्धा कर जान प्यारा चेष्टा आहो श्री हरिको विचित्र छ भोलि पिता पुत्र उपासना खोज्दछ कालै नदेखि कुविचार पूर्वका नाना थरीका सुख भोग्न खोज्दछ जहाँ हुँदैन हरिका कथा सुरा छैनन् त्यहाँ भक्त हरे प्रभुका श्री कृष्णको यज्ञ जहाँ हुँदैन स्वर्गै भए तापनि बस्नु छैन स्वर्गै भए तापनि बस्नु छैन मानि पशुपाणि मनोहराणि सुराणां मविदुर्लभाणि कर्मद्रुमादि ध्रुवजामि तानि पुष्पाञ्जलिर्मे स्तु सुखाय नित्यं नाना विविध पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्त पुराण पुरुषोत्तमाय नमो। मंगलमूर्ति गुरु गणाधिपति भगवान को श्रीमद हर महादेव भगवान को पंचम के शिव भगवान को सीता हरि अथ भगवता प्रोशते तनयतो निर्णम यदादेन प्रोलंगितेन हरिरुचा सर्वदूतान् तापेसाय भगवतात्मानं भूतानि भवत्सतान मध्य जनाय पूजातेन श्रद्धाय तानं बलभक्ति मन्यताय भक्ताय क्रियेप्राक्रिय तदादेन क्रियता क्रियत्वां तदादेन जन्मनत संसारः विदुं सस्मृताय हरिर्भागवत प्रदादेन न काम कर्म विजायेन सचेतसिनाय समभवासुदेव कैकल्यादेन भगवतो तं श्री हरये नमो नमः हरये नमो नमः नायशदेनो जन्म कर्म व्याप्त वर्णाश्रयादेनो चतस्तः चिन्नः भावो देवै च सैप्रिया यश स्वपरादेन इति विवेशतादेन विदाय सर्वभूतावरो शिविराजते चन्द्राणां निरजिताय निशिकलौ वसति गुणाय भवति नन्द्र इवो दितेर् गतापनं विशितरिद्यान तस्य साध्यादिन विषय ततो तप्पेशाय प्रणसंज्ञादेन धृतांगः गृहे पदमाधृतांगधिपद्मसा पदमस भविता नाम भगवता उदादेन प्रधान उदरिति श्रीमदादिमात्राणि गणगणनारदमते नाम दिदारि उक्तास श्रीराजोवाच परमेश विष्णुतेन भयेशन भयितो देव देवी स्तुति वचन भगवतो मातृत शिराय उवाच
ये विवर्तादेन वासनमावाग सत्यदा सुदानरायते श्रीहरे नवो नव एवं सिद्धः भूतानि च प्रविशन्ति मंसः पंचधातुर्वेद एकदादेन दशदादेन विजयन्ति गुणान् गुणैर्कृतादेन भोजनाय आत्मनानोत्तमान् सत्य विजयन्ति सत्यसा कथकालो तत्कालो चिन्तन लोकं चिदादेन पाताल तोलारम्भादेन दरिसितायति सलिलेन विराटते तत् विराजः मुत्सनाम वैराजनो पुरुषो निपातेन अवैत विशते सुस्मतेन परिदायिवन भयदेन हृदय भूपरिशल्लादेन कल्पतेन सलिलं सदादादेतादेन ज्योतिष्ठाय गजतिष्ठा योगेन कल्पतहारित रूपादेन तुहो यतन वायुज्योति कालात्मनादेन रेत गुणानव आत्मानिलाय नियतेन इन्द्रियाणि च मनोबुद्धेश्च कैवल्यादि प्रतिसन्तो आकारं स गुणैरात्मनाय यशमायतेन भवताय सर्वगणातीतमितुनहारचारिणो नैणां च नित्यमाचेतातेन दुर्लभमाक्रिय सतमामृतं सदिनायते एवं च एवं लोकानमर विद्याधरत निर्मते तस्मै सतुल्यासि दिवसदेनो मण्डलाते वासुदेवं भज हरि वासुदेवं भज वासुदेवं भज हरि वासुदेवं भज वासुदेवं भज हरि वासुदेवं भज सप्तम दिन को प्रातःकालीन समय में उदाउन भएको मेरो श्री सूर्यनारायण भगवान को नमन करूं। देवी भगवती को पाव चरणार बिंदमा परों। गुरु प्राश्रादि धुपलाई बाहिर फाल्दै गर्छलाई लो त मेरो भगवान सारा जगत को हेती कर्म गरिसकेपछि जति पनि धर्म छन् जति पनि कर्महरू छन् कृतार्थ कर्महरूको बेसमा भगवान मेरो परब्रह्मण मेरो परमात्मा मेरो परमेश्वरले भनी बक्सिन्छ। अब त म दशम स्कन्द नामको भागवतलाई बीट मारेर एकादश स्कन्द भागवत तर्फ पुगिसकेका छु। एकादश स्कन्द भागवत 31 अध्याय द्वारा विस्तृत भइ बक्सिन्छ। त्यही एकादश स्कन्द नामको भागवत 31 अध्याय द्वारा विस्तृत भएको भागवतमा अब पहिलो अध्यायको बीचमा भगवान भन्न लाग्नुभयो भगवानले अधर्मी दुष्टहरूको नाश गरेर सनातन धर्मको रक्षा गर्न अवतार लिनु भएको हो। बलराम र श्री कृष्णले धेरै दुष्टहरूको नाश गर्नुभयो। जरासन्ध आदि दुष्ट राजाहरूलाई नाश गरे। पाण्डव र कौरवहरूलाई निमित्त बनाई महाभारत नामको युद्ध गराइदिनु भयो। यसरी भगवानले भूभारहरण त गर्नुभयो तर उहाँले सोच्नुभयो लोकको दृष्टिमा भूभारहरण भयो, मेरो दृष्टिमा जब भूभारहरण भएको छैन, किनकि जसलाई कसैले पनि अहिलेसम्म जित्न सकेका छैन। यदुवंशे पृथ्वीमा विद्यमान छन्। यसरी उहाँ विचार गर्दै 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 गर्न भन्न लाग्नुहुन्छ। के भन्नुहुन्छ? नैवान्यत परिभावस्य भवेत् कैस्ततः नेतश्रयस परादाता विवमोन अनसत नित्यनम् अन्तकलि यदुकुलस्य विदाय वेणु स्तम्भस्य पति सन्तुरातमितं धामः। ये भगवान यदुवंशीहरूका लागि हामी हात्ती घोडा मन जनबल धनबल आदि सबै वैभवको कारण यिनीहरू
यी यदुवंशी मेरा आश्रय छन्। हात्ती घोडा जनबल धनबल आदि सबै वैभवका कारण यिनीहरू सिङ्गल भएका छन्। यिनीहरूलाई अरू देवताले जित्न सक्दैनन्। अथवा बाँसको वनमा बाँसकै घर्षणबाट आगो पैदा भए झैँ यिनीहरूमा कलह गराएर मात्र म आफ्नो धाममा जानेछु बाबु भन्ने वचन जानुभयो। श्रीकृष्णको माया पाएका यदुवंशीको नाश गर्ने र आफू गोलोक गइसकेपछि अर्थात् गोलोक जाने चिन्तामा भगवानलाई आजबाट निद्रा लाग्न छोडेछ। भगवानले ब्राह्मणद्वाराबाट यदुवंशमाथि श्राप पर्ने विचार गर्नुभयो। एक दिन भगवानका 10 जना छोराहरू वनमा शिकार खेल्दै जानुभएछ। पिण्डारक नामको क्षेत्रमा पुगिसकेपछि त्यहाँ ऋषिहरू बसेका थिए। श्रीकृष्णका छोराहरूले ऋषिहरूलाई देखे। उनीहरूले ऋषिहरूले कतिको जान्दा रहेछन् कि रहेछन् भनेर जाम्बवतीको छोरो साम्बलाई छोरी मान्छे बनाउनु भए त उसको रूप पनि स्त्री जातिको जस्तै थियो। केटी मान्छेको अनुहार परेको थियो, त्यसैले केटी मान्छे बनाइदिनु भएछ। गर्भ बोके जस्तो गरेर पेटमा गर्भ बोके जस्तो बच्चा बोके जस्तो गरेर ऋषिका अगाडि लागेर सोध्न लागि यसले छोरो पाउँछन् कि छोरी पाउँछिन् भनेर सोधेछन्। अब केटा मान्छेले छोरो पाउँछ कि छोरी पाउँछ? हे मेरो भगवान, छोरा पाउँछन् कि छोरी पाउँछन् भनेर सोद्धा ऋषिहरूले यो धोका हो भन्ने कुरो जान्नुभएछ। पुरुषले कहिले पनि सन्तान उपलब्ध गर्न सक्दैन, त्यसैले भगवान भनेपछि यो धोका हो भनेपछि एवं प्रलब्धा मुनयस्तु नचमको पिता निप जनिष्यति वो मन्दा मुसलम कुलनाशनम। सुखदेवजी स्वामीले भनिबक्सिन्छ, हे राजन, जब ती कुमारहरूले ऋषिहरूलाई धोका भयो भन्ने कुरो सम्झिसकेपछि क्रोधित भएर उनीहरूले भने मूर्ख हो, यसले छोरो पनि होइन छोरी पनि होइन, यदुवंशलाई नै नाश गरिदिने एक हातको एउटा फलामको मुसल पैदा गर्छ भन्ने वचन गर्न जानुभएछ। पछि कुमारहरूले जब गर्न त्यसको पेट खोलेर हेर्दाखेरि त्यहाँबाट एउटा एक हातको जब गर्न मुसल खन्द्रङ्गी भैमा झर्यो। एक हातको मुसल झरिसकेपछि उनीहरू आत्तिर रुन लागे। मुसललाई थिच्नुभयो अर्थात् खिच्नुभयो। खिच्दा सियो पछि जरा नामको सानो सियो बराबर भएपछि नदीमा फ्याँकिदिनु भयो। त्यो सियो पछि जरा नामको ब्यालाले अरू टुक्रा त्यही सियोको पछि जरा नामको ब्यालाले लिनेछ, प्राप्त गर्छ। त्यही सियोको बाणले हान्दा श्रीकृष्ण परमधाम जानुहुनेछ। अरू टुक्राबाट इराक नामको झार उमेर त्यसैबाट एकटा काटा काट भई हानाहान भई यदुवंशहरू मर्नेछन्। त्यसैले यस्तो अचम्मको त्यो मुसल पैदा हुनेछ भनिसकेपछि कृष्ण भगवानलाई यति ज्ञान दृष्टिगोचर आदि धाराबाट भन्न लाग्यो। अरे गङ्गाजीको किनारमा आज उल्का भागो, गङ्गाजीको किनारमा आज उल्का भागो, यदुकुलको सम्हार गर्न मुसल पैदा भए। गङ्गाजीको किनारमा आज उल्का भागो, गङ्गाजीको किनारमा आज उल्का भागो, यदुकुलको सम्हार गर्न मुसल पैदा भागो, यदुकुलको सम्हार गर्न मुसल पैदा भागो। मेरो भगवान देवर्षि नारद भगवानको दर्शन गर्न प्राय द्वारका आउने गर्थे। एक दिनको कुरा हो, वासुदेवले नारदलाई संसारबाट मुक्त हुने उपाय के छ भनेर सोध्नुभयो। नारदले भने, तिमी राजाको यज्ञमा आएका 9 जना योगेश्वरहरूले
उनलाई गरेको उपदेशको कुरा म तपाईलाई सुनाउँछु। त्यही कुरा सुखदेवले राजा परीक्षितलाई सुनाउनु भएको छ। एक दिनको कुरा हो, निमिराजले मान यज्ञ गर्न लाग्नु भएको थियो। कवि त्यही बेलामा कस्ता कस्ता कुराहरू आउनुभएको थियो। कवि हरन्तरिक्ष प्रविद्ध पिपलायन अभिवर्तस्त गौतम द्रमिलास करभाजन। त्यसै बेला कवि हरि अन्तरिक्ष प्रविद्ध पिपलायन अभिहोत्र द्रुमिल तामस करभाजन, यी 9वटा योगेश्वर आए। ती योगेश्वरसँग राजा निमिले संसारमा सबैभन्दा हितकर कुरा के छ भनेर एकै साथमा सोध्नुभयो। संसारमा सबैभन्दा हितकारी कुरा के छ? भागवत भनेको के हो? कुन उपाय के छ? यसको उपायहरू पनि मलाई बताइदिनुहोस् न जानुहोस् भनिसकेपछि नारायणको स्वरूप कस्तो छ प्रभु, आज मलाई भनिदिनु पर्यो नारायणको स्वरूप पनि कस्तो छ त्यो पनि बताइदिनुहोस्। कर्मयोग भनेको के हो? भगवानले कुन कुन अवस्थाको बिचमा कस्तो कस्तो तरिकाद्वाराबाट मानिसको के गति हुन्छ भने धेरै प्रश्न राखे। निमिका माथिका प्रश्नको उत्तर दिँदै प्रथम योगेश्वर भगवान मुनिले भन्न लाग्नुभयो। भागवतको महिमाको वर्णन गर्दै भन्नुहुन्छ, भागवत 4वटा अक्षरले एउटा श्लोक बनेको छ जसको नाम हो भागवत। भा भनेको भावार्थ, ग भनेको गति, ब भनेको बताइएको, त भनेको तार्ने। भावार्थ गतिलाई बताएर तार्ने भएको कारणले गर्दा यो शास्त्रको नामै रहन गयो भागवते। उनले भने, हे राजन, भागवत धर्मको अवलम्बन गर्नाले मनुष्य कहिल्यै पनि विघ्नबाट पीडित हुनु पर्दैन। भागवत धर्मको पालन गर्न कुनै तरिकाको पनि खास तरिकाको नियम पनि चाहिँदैन। त्यसैले भगवान भनी बक्सिन्छ, कायेन वाचा मनसेन्द्र हिर्वा बुद्ध्यात्मनावात् परसात् स्वभाव करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेते। काय भनेको शरीर, पानी वाचा भनेको पानी बोली, मन भनेको मन, इन्द्रिय भनेको आँखा कान नाक र मुख। यति कर्म बुद्धिले गरेको काम नारायणकै लागि हो भनेर समर्पण गरिदिनु भयो। भागवतद्वाराबाट जे भावना गरिन्छ सबै पुग्छ। विश्व ब्रह्माण्डका 3वटा अवस्थाहरू छन्, जाग्रत अवस्था, स्वप्न अवस्था। सुसुप्ति र स्वप्नमा प्राप्त वस्तु पिउजेपछि नष्ट भएर जान्छ। त्यस्तै नै विपनाको वस्तु सुख समृद्धि आदि प्राप्त गरेर त्यसैले संसारमा सबैले मेरो मेरो भन्छन्, तर संसारमा मेरो केही छैन, सटक्क छोडेर जानुपर्छ नि। त्यसैले भगवान पनि बक्सिन्छ अरे, मेरो मेरो भन्छन् सबले, मेरो केही छैन, एक्लै आउनु एक्लै जानु लानु अरे मेरो मेरो भन्छन् सबै मेरो केही छैन, एक्लै आउनु एक्लै जानु लानु केही छैन। मेरो मेरो भन्छन् सबै मेरो केही छैन, एक्लै आउनु एक्लै जानु लानु केही छैन।
भगवान यस्तो तरिकाद्वाराबाट सबैले कति मुक्ति यसरी सबै प्रश्न उत्तर कामछ सबैले निमिराजलाई दिँदै दिँदै गर्न जानुभयो सारा संसारमा उहाँले पनि कति मुक्ति आदि प्रदान गरेर आफ्ना साइजी नामको लोकलाई प्राप्त गर्न लाग्दै हुनुहुन्छ भन्ने सम्मको कथा सत्यबाट भागवत महापुराणको यसलाई त घुमाउनु पर्यो किन सक्दैन लाइन आयो क्या हल्ली होला कता लाइन मारौँ लाइन रामश्वर दाइले रहेछ जति पनि धर्म कर्म कृतार्थी कर्महरूको बेसमा भगवान योगेश्वरले भने राजन भगवानबाट 4वटा आश्रम र 4 जात प्रकट भए यी आश्रम र वर्णमा रहने मनुष्यले भगवानको भजन गर्दैनन् उल्टै अनादर गर्छन् भने मनुष्य यहाँबाट च्युत हुन्छन् मनुष्यको हिँडबाट च्युत भइसकेपछि मनुष्यमा जन्म लिएर पशु बलि पशुलाई काट्नु मदिरा पान गर्नु स्त्रीमा आसक्ति रहनु क्रोध र घमण्डले अन्धा भएर समय व्यतीत गर्दछन् भने तर त्यसको विधि फरकैको छ के भनेको छ यदम घाण भक्ष्य पीतम सुराया तथाम पशुर लवनम न हिंसा एवं व्यवाय प्रदया नरत्या इमं विशुद्धम न विदुन स्वधर्मम भनेको छ सुनिबक्स है सौत्रमाणी यज्ञमा पनि मदिरालाई सुँग्ने मात्रै विधान भनिएको छ खानु भनेको छैन मदिरा खानु भनेर कहीँ पनि भनेको छैन सुँगेर छोडिदिनु भनेको छ यज्ञमा पशुको वध होइन यज्ञमा पशुलाई काट्नु भनेको छैन कसैको भ्रूण हत्या गर्नु भनेको छैन स्पर्श मात्रै गरेर छोडिदिनु भनेको छ छोएर मात्रै छोडिदिनु रे पशुलाई नकाट्नु अरे स्त्रीसँग मैथुन विषय भोगका लागि होइन धर्म परम्पराको रक्षाको लागि सन्तान उत्पादन गर्न मात्रै त्यहीसँग भोग गर्नु यही नै भनिएको छ धर्मको कुरा कसैले पनि बुझ्दैनन् हे मेरो राजन सत्य त्रेता द्वापर र कली गरी 4वटा युग छन् भगवानले भिन्न भिन्न युगमा भिन्न भिन्न वर्ण धारण गर्नुहुन्छ सत्ययुगमा सेतो वर्ण कलियुगमा सत्ययुगमा सेतो वर्ण त्रेतायुगमा रातो द्वापरमा आएर श्याम वर्ण कलिमा आएर कृष्ण वर्ण धारण गर्नुहुन्छ यिनै रूपलाई सम्झेर भगवान विष्णुको पूजा गर्नुपर्छ विष्णुलाई कहिले पनि अक्षताले पूजा गर्न हुँदैन नाचै छरेता विष्णु न के त काम त महेश्वर यही नै विधान भनिएको छ विष्णुलाई अक्षताले पूजा नगर्नु सुनिबक्स है देवीलाई दुबो नचढाउनु गणेशलाई तुलसीको पत्र नचढाउनु देवीलाई दुबो भुलेर भए पनि नचढाउनु विष्णुलाई अक्षता नचढाउनु आदि कर्मको लागि त्यसै कारणले भगवान भने बक्सिन्छ नि सत्ययुगमा सेतो वर्ण कलियुगमा कालो सत्ययुगमा सेतो वर्ण कलियुगमा कालो माता पिता दुवैलाई चिनाइदिने पालो सत्ययुगमा सेतो वर्ण कलियुगमा कालो सत्ययुगमा सेतो वर्ण कलियुगमा कालो माता पिता दुवैलाई चिनाइदिने पालो माता पिता दुवैलाई चिनाइदिने पालो
भने बक्सिन्छ परीक्षित राजा निमिले 9 जना योगेश्वरसँग गरेका प्रश्नको उत्तर वासुदेवले नारदलाई सुनाइसकेपछि इन्द्रादि ब्रह्मा ऋषि ब्रह्मा सबै भगवानले श्रीकृष्ण समक्ष आउनुभयो। उहाँले भन्नुभएछ कि भगवान जुन कामका लागि हामी आएका थियौँ सबै पुरा भयो। हामीलाई पनि जो जान्ने आज्ञा दिनुहोस् र तपाईँ पनि वैकुण्ठ धाममा जानुहोस्। यो भन्दा विकल्प छैन। भगवानले यदुवंशमा 125 वर्ष बिताउनु भइसकेको थियो। उहाँले तपाईहरू आउनुहोस् र म यदुवंशीको प्रपञ्च मिलाएर आउँछु भन्नुभएको छ। यता भगवानका प्यारा साथी उता भगवान सोधाम जाने शङ्का लागेर साथै जान्छु भनेर धरती झपकन रोन लाग्नु। धरती रोन लागिसके पश्चात मेरो भगवान मेरो परब्रह्मलाई सम्झाउँदै कन भन्न लाग्नुभयो उद्धव मेरो प्यारो साथी यता सुन न, यो गानालाई नबिर्साई मनले गुन न। यदि कर्मलाई व्यतीत गरिसकेपछि भगवान उद्धवलाई भन्नुहुन्छ उद्धव मैले पृथ्वी त्यागिसके पश्चात तिमी जहाँ यहाँ नबस्नु। कलियुगमा के हुनेछ? अधर्म बढ्नेछ। तिमी परब्रह्मणको लागि स्वजन बन्धु र आत्मीय जनसँगको बन्धनलाई तोड। ममा मन लगाएर स्वच्छन्द पृथ्वीको भ्रमण गर। मनलाई बसमा पार। मेरो प्यारा साथी हेर पृथ्वीमा मानिसहरू दुष्ट र अधर्मी हुनेछन्। तिमीले पृथ्वीको भ्रमण गरेर लोक कल्याणको काम गर्नु पर्दछ। पृथ्वीको भ्रमण गरेर तिमीले सम्पूर्ण लोकादिको कर्मको कार्य गरेर संसारमा हुनुपर्नेछ भनेर भगवानलाई बिन्ती भावादि कर्म गरिदिनु भयो। अनि भगवानले भन्न लाग्नुभयो अब म तिमी ईश्वरमा मन लगाउनेछौ, जगतको अधिष्ठाता मालिकको साथमा ध्यान गर्नेछौ। ईश्वरमा मन लगाइसकेपछि प्रभुजीका पाउमा परेर उद्धवजीले एकै साथमा बिन्ती गरिकन सोधेर भन्न लाग्नु अरे प्रभुजीका पाउमा परे उद्धव हातलाई जोडी। प्रभुजीका पाउमा परे उद्धव हातलाई जोडी। जान सुन्नु केही छैन बिन्ती गर्छु हरे। सारा संसारको बिचमा यति कर्म गरिसकेपछि भगवानले भन्न लाग्नुभयो अब म तिमी ईश्वरमा मन लगाऊ। भगवानले उद्धवलाई एक अवधूत ब्राह्मण दत्तात्रेयको उदाहरण दिएर सम्झाउन लाग्नुभयो। यो एकादश स्कन्द भागवतको विशेष हो सुनि बक्सेला। अवधूत ब्राह्मण दत्तात्रेयको उदाहरण दिएर सम्झाउन लाग्नुभयो उद्धव हाम्रा एकजना यदुले एक अवधूत ब्राह्मणसँग भेट हुँदाखेरि तपाईलाई कसरी भयो भने सोध्नुभयो। उनले मेरा 24 वटा गुरुहरू छन् भनेर भन्नुभएको छ। मेरो एउटा हो र दुईवटा हो र 24 वटा गुरु छन् भनिदिनु भयो। अब त्यो 24 वटा गुरुको नाम भन्न लाग्यो। सम्झिनु होला हजुरहरूले पनि एक एक गरेर भन्छ 24 वटा गुरुहरूको सुनि बक्सेला। 1 नम्बरमा पृथ्वी, 2 नम्बरमा वायु, 3 नम्बरमा आकाश, 4 नम्बरमा जल, 5 नम्बरमा अग्नि, 6 नम्बरमा चन्द्रमा, 7 नम्बरमा सूर्य, 8 नम्बरमा परेवा, 9 नम्बरमा अजिङ्गर, 10 नम्बरमा समुद्र, 11 नम्बरमा पुतली, 12 नम्बरमा माहुरी, 13 नम्बरमा हात्ती, 14 नम्बरमा महलिने मानिस, 15 नम्बरमा हरिण, 16 नम्बरमा माछा, 17 नम्बरमा पिङ्गला नामको पेस्या, 18 नम्बरमा कुरगा नामको चरो, 19औं नम्बरमा बालक, 20औं नम्बरमा कुमारी, 21औं नम्बरमा मिस्त्री, 22औं नम्बरमा सर्प, 23औं नम्बरमा माकुरो, 24औं नम्बरमा कुम्मल नामको कोटी। 24 वटा गुरुहरू बताएँ मैले हजुरलाई। अब
यो 2400वटा गुरुको बारेमा सबैबाट कसकसबाट के शिक्षा पाउनु भएको छ सुनिबक्सेला। मैले धैर्य र क्षमताको शिक्षा पृथ्वीबाट थाहा पाएछु। पृथ्वी जतिको सहन सक्ने संसारमा कोही पनि छैन। त्यसैले पृथ्वीबाट मैले सहनु पर्छ, सहन सक्ने शक्ति प्रदान हुन्छ भन्ने कुरो ज्ञान मैले पृथ्वीबाट सिकेको छु। खराब मानिसको संगत नगर्ने, उसले अवगुण नसिक्ने ज्ञान वायुबाट सिकेको छु। हावाले के गर्छ? राम्रो पनि बास्ना ल्याउँछ, नराम्रो बास्ना पनि ल्याउँछ। त्यो ज्ञान मैले हावाबाट थाहा पाएको छु। हे मेरो भगवान, आउने र जाने क्रम भइरहने, लिप्त कसैसँग नहुने ज्ञान मैले आकाशबाट थाहा पाएको छु। आकाश सधैँभरि एकनासको छ। जसरी जल स्वच्छ हुन्छ त्यसरी साधक पनि शुद्ध मधुरवासी लोक पावन हुनुपर्छ भन्ने ज्ञान मैले जलबाट थाहा पाएको छु। जलमा तपाईँले जति सुकै हिलो हाल्नुहोस्, केही समय राखेपछि थेग्रिएपछि त्यो जल के हुन्छ? शुद्धता हुन्छ, सफा हुन्छ। त्यो मैले जलबाट थाहा पाएँ। अग्निको तेजलाई कसैले पनि दबाउन सक्दैन भन्ने ज्ञान मैले थाहा पाएँ। अग्निले जे पनि खान्छ नि, राम्रो पनि खान्छ, नराम्रो पनि खान्छ, मिठो पनि खान्छ, नमिठो पनि खान्छ। अग्निमा लगेर हालिदिएपछि सबै चिज अग्निले सेवन गर्छ। भगवान, अग्निको तेजलाई कसैले दबाउन सक्दैन भन्ने ज्ञान अग्निबाट थाहा पाएँ। जसरी चन्द्रमाको कला घट्छ र बढ्छ भने मान्छे के गर्छ? कहिले दुब्राउँछ, कहिले मोटाउँछ। यो चन्द्रमाको कलाबाट मैले थाहा पाएँ। हे भगवान, सूर्यले आफ्नो किरणले के गर्छ? पृथ्वीको जललाई खिचेर समयमा वर्षा गराउँछ। त्यसै गरी योगी पुरुष इन्द्रद्वारा विषय भोगको ग्रहण गर्दछन् र समय आएपछि सरलाका त्यागिदिन्छन्। समय आएपछि त्यसलाई त्याग गर्छन्। त्यसरी सूर्यनारायण के हुन्छ? बिहान उदाएपछि बेलुका अस्ताचल पर्वतमा जान्छन्। त्यो ज्ञान मैले सूर्यबाट थाहा पाएँ। बच्चाको आसक्तिले जालमा परेको परेवाको जोडीलाई देख्दा परिवार ग्रहण नगरी एकाकी हुनु उचित छ भन्ने ज्ञान मैले परेवाबाट थाहा पाएँ। अनि मिले खाने नमिले नखाने भन्ने ज्ञान मैले अजिङ्गरबाट थाहा पाएँ। अजिङ्गरले के गर्छ? भेटायो भने खान्छ, भेटाएन भने खाँदैन। त्यो ज्ञान मैले अजिङ्गरबाट थाहा पाएँ। सदा सर्वदा गम्भीर रहनु भन्ने ज्ञान मैले समुद्रबाट थाहा पाएँ। समुद्र के हुन्छ? बर्सातमा पनि एकै नाचले बग्छ, हिउँदमा पनि एक टङ्कारले बग्छ। उसलाई बर्खा आएको पनि मतलब होइन, हिउँदमा पनि बर्खा हो भने एक टङ्कारले बग्छ समुद्र। हिउँद र बर्खा बराबर तरिकाले बग्ने समुद्रबाट मैले त्यो ज्ञान धन हुँदा र नहुँदा बराबर हुनुपर्छ भन्ने ज्ञान मैले त्यो समुद्रबाट थाहा पाएँ। हुँदाखेरि एउटा व्यवहार, नहुँदाखेरि अर्को व्यवहार गर्ने है। समुद्र जस्तो हुनुपर्छ भन्ने ज्ञान थाहा पाएँ। भगवान, अब राम्रो वस्तुमा आसक्ति बढ्यो भने चाँडै ज्यान गुमाउनु पर्छ भन्ने ज्ञान मैले पुतलीबाट थाहा पाएँ। पुतलीले के गर्छ? बत्तीमा कति राम्रो चिज आयो भन्छ, बत्ती राम्रो देख्छ, त्यही झुम्मिन्छ। त्यही तातोले झुम्मिँदा झुम्मिँदा पुतली त्यही तातोले मर्छ। त्यसैले राम्रो चिजमा आसक्ति हुनु नहुने ज्ञान पुतलीबाट थाहा पाएँ। अब धेरै सम्पत्ति जम्मा गर्नुहुन्न। धेरै सम्पत्ति जम्मा गर्यो भने एक दिन आफ्नो पनि नाश हुन्छ भन्ने ज्ञान मैले माउरीबाट थाहा पाएँ। माउरीले के गर्छ? महलाई जम्मा गर्छ 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 गर्छ, खाने बेलामा मह अर्कैले खाइदिन्छ, माउरी पनि मर्नुपर्छ नि, होइन? हो। त्यसैले धेरै सम्पत्ति जम्मा गर्यो भने आफ्नो पनि प्राण जान्छ भन्ने ज्ञान मैले माउरीबाट थाहा पाएँ। त्यसैले धेरै धन जम्मा नगर्नु छ भने यही लिएर आएर चढाइदिनुहोस्, हामी भोलि बिहान लिएर जाउँला है। यिनीको साथमा हे भगवान, धेरै सम्पत्ति जम्मा गरेर एक दिन आफ्नो नाश गर्ने ज्ञान मैले बाहुरीबाट थाहा पाएँ। काठको नक्कले हात्ती देखेर बन्धनमा परेको हात्तीलाई देखेर स्त्री आसक्त हुनु नहुँदैन भन्ने ज्ञान मैले थाहा पाएँ। कञ्जुसै गरेर जम्मा गरेको धन दान धर्म परोपकारमा खर्च नगर्दा एक दिन त्यो धन अर्कैले हरण गर्दछ भन्ने ज्ञान मलिने मानिसबाट मैले थाहा पाएँ। कञ्जुस गरेर राखेको धन आज पनि मुठी कस्यो, भोलि पनि मुठी कस्यो, कस्दा 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 राख 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 उसको हातमा पर्दैन। एक दिन अरू कसैले चोरेर लान सक्छ। त्यसैले धनलाई कञ्जुस गर्नुहुन्न। कुनै पनि कार्य गर्दा खुल्ला हृदयले कार्य गर्नुपर्छ भन्ने ज्ञान मैले त्यहाँबाट थाहा पाएँ। हे भगवान, मधुर स्वरमा मुक्त भएको मृगलाई प्यादाले मारेको थाहा भएन। त्यसैले मधुर स्वर अर्थात् मधुर ध्वनि लामो समयसम्म सुनेर एकत्रित हुनुहुन्न। त्यही भएर हामीले पनि 7 दिनको मात्रै राखेको। यो मन्त्रमुग्ध सुनिराख्यो भने आफ्नो ज्यानै गएको पनि पत्तो हुँदैन रे। हामी हेर्नुहोस् त, हिजो आएको जस्तो लाग्छ, आज 7 दिन त व्यतीत भइसक्यो। कति छिट्टै गइसक्यो जस्तो लागेको छ हामीलाई।
फेरि पनि गरिरहन पाए हुन्थ्यो भन्ने भित्रभित्र भएको छ हो। त्यसैले त्यो गर्दा गर्दै तपाईँ हाम्रो ज्यान सकिन सक्छ। त्यसैले राम्रा चिज राम्रा कुराहरू लामो समयसम्म आसक्ति भएर बस्नुहुन्न। हे भगवान, यिनैको लागि जति पनि धर्मको लागि भगवान भनी बक्सिन्छ त्यो ज्ञान मैले हरिणी मृगबाट थाहा पाएँ। सानो एउटा मासुको टुक्राको लोभले गर्दा बल्छीमा परेको माछा देख्दा मिठो कुरामा लोभी हुँदैन भन्ने ज्ञान त्यो मैले माछाबाट थाहा पाएँ। कुनै पनि मिठो चिज छ भने त्यो एक्लै खानु हुँदैन, बाँडेर खानुपर्छ। एक्लो चिज छ भने खुसुक्क लुकेर खाइहाल्नु हुन्न क्या। यो त मिठो रहेछ, एउटा रसभरी मिठो हाल्छ, रसभरी चाहिँ एउटा चाहिँ खान्छु अरू भाग्लाउँछु भनेर सर्लाको एउटा चाहिँ आफूलाई नखाइदिनु भने मिठो चिज सबैलाई छर छिमेकीलाई बाँडेर खानुपर्छ भनेको छ। मिठो चिजमा आसक्ति हुनाले त्यो माछाले के गर्नु पर्यो, मर्नु पर्यो। मिठो के किन आयो भने बाप्लाको मुख हाल्छ भने त विष पनि हुनसक्छ हो। त्यसैले त्यो ज्ञान मैले माछाबाट थाहा पाएँ भन्नुभयो। विद्यानगरीमा यो भगवानले त पिङ्गला नामको बेस्यालाई पनि गुरु माग्नु भएको छ। बेस्या पनि गुरु हुन्छन् अरे, सुनिबक्सेला। विद्या नामको नगरीमा पिङ्गला नामको बेस्या थिइन्। ऊ रातभरि आफ्नो पतिलाई छोडेर अर्को पतिको आशामा थिइन्। अर्को पति ल्याउन पाए हुन्थ्यो भनेर बसिरहेका थिइन्। उनलाई आफ्नो पति मन नपरेर अर्को पतिको खोजीमा थिइन्, उपपतिको खोजीमा थिइन्। अनि रातभरि बस्दा पनि अर्को पति आएन। आफ्नो पतिलाई छोडेर आएको अर्को पति आएन। अर्को पति नआइसकेपछि प्रतीक्षामा बस्दा बस्दा कोही पनि आएनन्। उसलाई ज्ञान भयो कि आशा हि परमम दुःखम नैराश्यम परमम सुखम भनेको छ। आशा हि परमम दुःखम नैराश्यम परमम सुखम। त्यसले त्यो दिनबाट आजबाट म वेश्यावृत्ति गर्दिनु भनेर वेश्यावृत्ति सर्लक्कै छोडिदिन्छे। ल गरिदिनु भने त्यसले वेश्यावृत्ति छोडी ऊ ज्ञानी भई उसले आफ्नो सच्चा मूर्ख ठानी। त्यसैले भन्नुहुन्छ सन्तम समीपे रमणम रतिप्रदम भितप्रदम नित्यमिमं विहाय अकामृतं दुःखभयादिशोकं मोहप्रदं तुच्छमं भजेज्ञा। मेरो नजिक भन्दा नजिक हृदयमा नै मेरा सच्चा स्वामी विराजमान भइबक्सिन्छ। उहाँले नै परमार्थको सुख र वास्तविक प्रेमलाई दिनुहुन्छ। जगत पुरुष अनित्य भगवान नित्य हुनुहुन्छ। धिक्कार छ मैले उहाँलाई छाडी तुच्छ मनुष्यको सेवन गरेँ भनेर वेश्यावृत्ति छाडी। यसो भन्दै विलम्बना गर्न लागि यो ज्ञान मैले पिङ्गला नामको वेश्याबाट थाहा पाएँ भन्नुभयो। कुरो र पन्छी मासुको टुक्रो लिएर जाँदै थियो, अर्कोले झम्टेछ। मासुको टुक्रो झरेपछि मात्रै उसले आनन्द प्राप्त गर्यो। त्यसले परिग्रह ठिक हुनु छैन, अरूको आशामा बाँच्नु हुँदैन भन्ने ज्ञान मैले त्यहाँबाट थाहा पाएँ। अरूको आशा गरेर बाँच्नु नहुने ज्ञान मैले त्यहाँबाट थाहा पाएँ, कुरा र पन्छीबाट। हे भगवान, एउटै लहरमा बस्नुपर्छ भन्ने ज्ञान चाहिँ बालकबाट थाहा पाएँ। बालकले के गर्छ, खेलिरहेको हुन्छ, खाना पुऱ्याउँदा नि आउँदैन नि बालक। त्यसैले एक चित्त भएर बस्नुपर्छ भन्ने ज्ञान मैले त्यहाँबाट थाहा पाएँ। अब एक्लै बस्नुपर्छ भन्ने ज्ञान कहाँबाट थाहा पाउनुभयो? एउटा कुमारी रहेछ। कुमारीको घरमा आफू खाएर सुतिसकेपछि मध्यराति एउटा पाहुना आएछ। अब घरमा पाहुनाको यसो हेरेको भण्डारमा के पनि छैन भनेपछि लुसीले जबकन ओखलमा धान कुट्न लाग्नुभएछ। दुईटा हातमा चुरा बजाउँदै बजाउँदैकन छर्लङ छर्लङ चुरा बजाउँदै बजाउँदैकन जबकन कुट्नु भएको दुईटै हातमा चुरा छर्लङ छर्लङ बजेछ। अनि त्यहाँबाट अलिअलि घटाउँदै घटाउँदै दुईटा दुईटा चुरा राख्नुको फेरि छर्लङ नै बज्यो। हे भगवान, अब त दुईटा हातमा एउटा एउटा चुरा राख्नु भएछ, एउटा एउटा चुरा राख्नु भएको। अब भने बजेन, संसारमा एउटै बस्नु उचित, एक्लै बस्नु राम्रो रहेछ भन्ने ज्ञान मैले त्यो कुमारीबाट थाहा पाएँ। हे भगवान, तिनैको साथमा जगतको अधिष्ठाता ब्रह्माको साथमा यिनैको लागि भगवान भन्नुहुन्छ। अब एउटा सिकारी यति व्यस्त थियो, त्यहाँबाट बाधा गाधा सहित जन्ती लिएर जाँदाखेरि भने त्यो राजाले त्यो सिकारीले थाहा पाएन छ। त्यसै कारणले गर्दाखेरि कर्ममा भएपछि अडिक भएर त्यो कर्ममा लीन भएर लाग्नुपर्छ, काम पूर्ण रूपमा गर्नुपर्छ भन्ने ज्ञान मैले त्यो मिस्त्रीबाट थाहा पाएँ। सन्यासीले सर्वको भाग्यकै विष्णु गर्नुपर्छ ज्ञान सर्वबाट पाएँ। जसरी भगवान आफैले रचेको सृष्टि आफै सम्हार गर्नुहुन्छ, त्यसै गरी माकुरो आफैले फैलाएको जाल आफै निल्छ, विषयको केही होइन भन्ने कुरो ज्ञान मैले जब माकुरोबाट थाहा पाएँ। माकुरोले के गर्छ, जाल भुन्छ 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 भुन्छ, त्यही खाएर त्यो माकुरो मर्दछ।
त्यो ज्ञान मैले त्यहाँबाट थाहा पाएँ भने यदि प्राणी स्नेहबाट देशबाट भयबाट आफ्नो मन एकाग्र गर्यो भने कुनै एकारमा लगाउँछ भने उसको रूपमा प्रकट हुन्छ। जसरी कुम्मलकोटीले के गर्छ, माकुरोलाई लिएर जान्छ अनि एउटा माटोको ढिस्कुराले पुर्छ अनि त्यही त्यो कुम्मलकोटीको गुन 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 गरेको गरे गर्दाखेरि त्यो माकुरो पनि के हुन्छ, एक दिन कुम्मलकोटी नै बन्छ हैन। त्यसले माटोको ढिस्कुरा लगाएर त्यो माटोको ढिस्कुरामा गएर गुन 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 त्यो जवाकन त्यसले गरिसकेपछि त्यो कुम्मलकोटीले गुन 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 गर्दा गर्दा त्यो माकुरो पनि एक दिन कुम्मलकोटी नै बन्दछ। संसारमा गति र मुक्ति आदि प्रदान हुन्छ। हे मेरो जगतका स्वामी, हे मेरो जगतका अधिष्ठाता मालिक, जगतको परब्रह्मण मेरो परमात्मा मेरो परमेश्वरको साथ हेर्दा हेर्दै माकुरो पनि कुम्मलकोटी बन्छ। त्यो देखेर निरन्तर चिन्तन गरी ईश्वरलाई प्राप्त गरिन्छ भन्ने ज्ञान मैले आज यो कुम्मलकोटीबाट थाहा पाएँ। त्यसैले भगवान भन्नुहुन्छ उद्धव, अवधूत ब्राह्मणले जस्तो विचार गरेर ज्ञान प्राप्त गरे अवश्य पनि मोक्ष प्राप्त हुन्छ भनिदिनु भयो। त्यसैले यस्ता ज्ञान दृष्टि गोचर आदि प्राप्त गर्नुपर्छ भनेर भगवान साहित्य नामको लोकमा प्राप्त गराएर भगवान भन्न लाग्नुहुन्छ। त्यसैले ज्ञान भन्ने कुरो एउटै हुन्छ। ज्ञान त एउटै हो, गुरु थरी थरीका हुन सक्छन्। हजुरहरूले पनि भागवत धेरैवटा पण्डितजीको मुखबाट सुन्नु भएको छ। जतिवटा पण्डितजीको मुखबाट सुन्यो त्यति त्यति नयाँ नयाँ कुरा भेट्नुहुन्छ भागवतमा। त्यसैले भगवान भनी बक्सिन्छ नि, ज्ञान भन्ने एउटै रहेछ गुरु थरी थरी, ज्ञान भन्ने एउटै रहेछ गुरु थरी थरी, आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। ज्ञान भन्नु एउटै रहेछ गुरु थरी थरी, ज्ञान भन्नु एउटै रहेछ गुरु थरी थरी, आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। हरि आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। गुरु थरी थरी, आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। हरि आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। ज्ञान भन्नु एउटै रहेछ गुरु थरी थरी, ज्ञान भन्नु एउटै रहेछ गुरु थरी थरी, आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। हरि आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। हरि आत्मज्ञान दिन पर्यो लाउन मलाई हरि। हरि भगवान यस्तो तरिकाबाट सम्पूर्ण ज्ञान आदि प्राप्त गरेर भगवानले त्यो 24वटा दत्तात्रेय गुरुको ज्ञान लिनुभयो भन्ने सम्मको कथा यस अध्यायबाट है। भागवत महापुराणको जय जय हो। दृष्टि पुजां देन नन्यसाय सर्वभूतः विजयताय, सत्यः पुजां देतो पदेच नाम मनभोः पुतां समातरिताय मौनाइलाज साधिरो दण्डं भगवतो येचाय सत्यादेन संगम देणुपेतव वेचाय वेचां वेचां चतुर्भुज पर्णेशा श्रीगतः सप्तादेनु गणमा मध्यते वै शततारोत्साय मा मन विजया सती शेषां मुगनन्तर युगचो मा मन लोकत मादिचति
बसमा परेको विषय भोगैनी परम शुद्ध मानेका मानिसहरू सांसारिक बन्धन जन्म मृत्युबाट कहिले पनि मुक्त हुँदैन। जुन मानिस वेदको ज्ञानी भएर पनि परब्रह्मको ज्ञानबाट सुन्ने जब उसको परीक्षणको कुनै पनि फल मिल्दैन। जस्तै सुनिबक्सेला काम दुग्ध द्वामा सदिन्छ भार्य तेम परदादिन पूर्णं प्रजापीतं तुदिमेतं सकेतं वाच नामया रक्षति दुःख दुःखी भने ऋणकर्ता पिता शत्रु बेबीचार च माता शत्रु पंडित च पुत्र शत्रु भवती च भार्य शत्रु काम दुग्धादि मातं च शत्रु भने गाई कुन शत्रु दूध नदिने गाई शत्रु गाई पालेको छ गाईले दूध दिँदैन भने के काम त्यो गाई शत्रु। बाउ कुन चाहिँ शत्रु हुन्छ ऋणकर्ता बा पिता शत्रु ऋण लगाइदिएर मर्ने बाउ शत्रु। आमा कुन शत्रु हुन्छन् बेबी चार्ने चाहिँ माता शत्रु विचार नभएकी आमा शत्रु बेबी चार्ने माता शत्रु। छोरो कुन चाहिँ शत्रु हुन्छ अपण्डित पुत्र शत्रु नपढेको छोरो शत्रु पढेर पनि त्यो मूर्ख छ भने त्यो झन् महाशत्रु अपण्डित पुत्र शत्रु। श्रीमती चाहिँ कुन चाहिँ शत्रु हुन्छन् नि फेरि रूपवती च भार्य शत्रु राम्रे श्रीमती शत्रु हुन्छन् भने छ बरु श्याम सुन्दर भगवानको राम्री चाहिँ श्रीमती शत्रु हुन्छ के साट्ने। अब मेरो श्रीमती राम्री भई नराम्री बिहा गर्नु भनेको छ भनेर राम्री चाहिँ साट्नु भएन होला है। रूपमा राम्रो भनिएको व्यवहारमा राम्रो हुनुपर्छ। व्यवहारमा जति सकेको राम्रो रूपमा नराम्रो भएर केही हुँदैन। रूपवती छ भार्य शत्रु रूपमा मनुष्य कुनै काला हुन्छन् त कुनै गोरा हुन्छ कुनै राम्रा हुन्छन् त कुनै नराम्रा हुन्छन् कोही पनि नराम्रो छैन संसारमा। अनुहारमा त कोही नराम्रो छँदै छैन कसरी नराम्रो भन्नुहुन्छ। एउटा कुरो त्यो भन्दा बेगर भन्छन् नि म गरिब छु भनेर कसरी गरिब हुनुहुन्छ हजुर कुन हिसाबले चाहिँ गरिब हुनुहुन्छ हजुर भन्नुहोस् त तपाईँ कुन हिसाबले गरिब हुनुहुन्छ तपाईँको मूल्य कति हो कति लाख कति करोड कति अरब भने तपाईँले तपाईँको ज्यान बेच्नुहुन्छ बेच्न सक्नुहुन्छ हो अनि तपाईँ कसरी गरिब हुनु हो त जति भने त्यति मूल्यवान शरीर पाउनु भएको छ त तपाईँले अमूल्यको जीवन पाउनु भएको छ मूल्य नै छैन त तपाईँ कसरी गरिब हुनुहुन्छ बोलो श्याम सुन्दर भगवानको। तपाईँको त्यहाँनिर आएर के गरिब भयो मन गरिब भयो तपाईँको गरिब तपाईँ गरिब होइन म गरिब होइन म कहिले गरिब हुन्न किन भन्दा हजुरको मूल्य नै छैन त त्यो जीवनमा जति तिरे पनि तपाईँले दिन सक्नुहुन्छ र एउटा आँखा मराइले भन्दा दिन सक्नुहुन्छ प्रभु। अहिले आफ्नै जिनमा मिल्ने कसैको किडनी फेल भएर किडनी दिनु पर्यो भने त कति गाह्रो हुन्छ। एउटा किडनीले काम गर्छ भन्दा त दिन सक्दैन त्यसले भने शरीरै माग्दा कहाँबाट दिन सक्छ त्यसले। अब कसरी तपाईँ गरिब हुनुहुन्छ अनि भन्नुहुन्छ म त गरिब छु हामीलाई त गरिब भएर सबैले हेप्छन् अरे हेप्नु नदिने पाता पनि आफूले बनाउने हो। हे मेरो भगवान त्यसैले हजुर गरिबै बक्सिन्न मेरो भगवानको साथमा गुणानुपात रहित पानी व्यर्थ छ। भगवानको गुण बिनाको बाणी बिनाको प्रभु भजन कीर्तन बिनाको शरीर काम छैन। जतिसुकै कर्म गरे तापनि भगवानको नाम जप्दैन भने त्यसको शरीर जतिसुकै मूल्यवान भए पनि काम छैन। मेरो भगवान जतिसुकै राम्रो अत्तर छिटेर हिँडे तापनि त्यसको शरीर काम लाग्दैन। बाहिरी शरीर बाहिरी छाला राम्रो भएर केही हुँदैन भित्री अन्तरात्मा राम्रो हुनुपर्छ। हे मेरो भगवान तिनीको लागि भोग्नुपर्छ। त्यसले भगवानको भक्ति मार्ग मिल्ने उपाय सज्जनको सेवा गर्नु गाईको पूजा गर्नु ब्राह्मणको पूजा गर्नु तुलसीको पूजा गर्नु यो नै हो प्रभु। त्योभन्दा ठुलो संसारमा छैन केही पनि। त्यसैले भगवान परमात्मा मेरो परमेश्वर भनी बक्सिन्छ हरि। गाई गंगा तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। गाई गंगा तुलसी तिलको दान हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान।
एउटा तिमीलाई म ज्ञानको कुरा भन्छु सुन सुनि बक्सेला एउटा वृक्ष छ त्यो दुईवटा बिउबाट उत्पन्न हुन्छ त्यसका अनगिन्ती जराहरू छन् तलैबाट तीनवटा हाँगामा विभाजित भएर आएको छ उसले 5 प्रकारको रस बोकेको छ 5वटा कापा छन् उसका हाँगा 11वटा छन् बोक्रा 3वटा पत्र छ त्यसमा 2टा फल मात्रै फल्छ त्यस वृक्षमा 2वटा चराको पनि बास छ त्यसैले 2वटा फल मध्ये एउटा हाँस बस्छ भने एउटा गिद्ध बस्छ एउटा फल हाँसले खान्छ अर्को फल कसले खान्छ गिद्धले खान्छ भने यति गरे के हुन्छ अर्थात् वृक्षलाई पञ्चराले काटेर लडाइदियो भने के गर्नुपर्छ अरु के गर्नुपर्छ केही पनि गर्नु पर्दैन हे मेरो भगवान हे मेरो परमात्मा जगतको साथमा बुझाउन लाग्नुभयो अनि बुझ्नु भएन होला है भन्नुभयो तिमीले त कुरा बुझेनौ होला है भन्नुभएछ अब बुझाएर भन्न लाग्नुभयो संसार सुन वृक्ष भनेको के हो संसार हो 2वटा बिउ भनेको पाप र पुण्य हो जराहरू भनेको विषय र वासनाहरू हुन् 5वटा कापा भनेको पृथ्वी जल तेज वायु र आकाश हुन् 3वटा हाँगा भनेको सत्वगुण रजगुण र तमगुण हो 5वटा रस भनेको रूप रस गन्ध स्पर्श र शब्द हुन् हाँगा 5 कर्मेन्द्रिय 5 भनेको ज्ञानेन्द्रिय हुन् 2वटा चरा भनेको के हो जीव र परमात्मा बुझ्यो नि है राम्रोसँग 2वटा चरा भनेको जीव र परमात्मा अनि सुख रूपी फल कसले खान्छ हाँसले खान्छ दुःख रूपी फल गिद्धले खान्छ दुःख रूपी फल भनेदेखि गिद्धले खान्छ यही कुराको विचार गरेर भक्ति रूपी धार भएको मेरो भगवान पञ्चराले संसार रूपी वृक्षलाई काटेर सरलक्क ढालिदेऊ तिमी संसारबाट मुक्ति हुन्छौ एकपटक सनकादि मुनिहरूले ब्रह्मासँग प्रश्न गरेका थिए पिताजी चित्त र गुण आपसमा मिलेका हुन्छन् यस्तो अवस्थामा संसारबाट मनुष्य मुक्त भोग्न गर्छन् सम्भव त्यसको निर्माण गर्ने वास्तवमा गर्नुभयो सनकादिलाई सम्झनु भयो हेरौ त जन्म मृत्यु यस्तै हो कहिले काखमा कहिले टोलीमा जानुपर्छ संसार यसै गरी बित्छ त्यसैले भगवान भने बक्सिन्छ अरे कहिले काखमा कहिले टोलीमा कहिले शङ्ख बजाउँदै लान्छन् गोलीमा कहिले काखमा कहिले टोलीमा कहिले शङ्ख बजाउँदै लान्छन् गोलीमा हरिहर भगवानको यसरी संसारबाट मुक्ति दिलाउनु भयो तर्जीले फेरि पनि भन्न लाग्नुभयो सधैँ भगवान ब्रह्मादि महात्माले कल्याणदायक मार्गहरू गनेको साधन बताएका छन् तीमध्ये कुन योग्य छ कालेन नष्टा प्रलय बढी नापेर संगीता
मयादो ब्राह्मणे प्रोक्त धर्म यस्य मदात्मक उत्तम वेद पढ्दैमा लुप्त हुने थियो जब सृष्टिको समय आयो तब मेरो संकल्पबाट नै ब्रह्मलाई उपदेश गर्ने समय मेरो भगवत धर्मको वर्णन छ। उत्तम मनुष्यहरू सबै एकै किसिमका हुँदैनन्, कुनै सत्वगुणी कुनै रजोगुणी कुनै तमोगुणी हुन्छन्। त्यसले आफ्नो रुचि अनुसार कसैले धर्मलाई, कसैले कीर्तिलाई, कसैले यज्ञलाई, कसैले ऐश्वर्यलाई मन पराउँछन्, परन्तु यिनीहरूबाट मोक्ष मिल्दैन, जन्म मृत्यु कहिले पनि छुट्दैनन्। जसले भक्ति र योगद्वाराबाट अनुभव कष्ट नष्ट हुन्छ अनि भगवान भनी बक्सिन्छ। यथा बिना म्यमम मलम जाति ध्यामतम पुरम सो भजते च रूपम आत्मा च कर्मणा सुविदय भक्ति भजतय तमाम। प्रभु संसारमा यही कर्मद्वाराबाट सबैको गति मुक्ति हुन्छ र परब्रह्मणको लागि लोकको हितकारी आदि कर्म गरेर भगवान पनि आफ्नो धर्म गर्नुहुन्छ। यिनीको लागि कर्मलाई व्यापक बनाएर भगवान सार्थकतातर्फ जानुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट आदरणीय भक्त हाम्रो माझमा भवानी थापा र रिता थापाको आगमन भएको छ। जोरदार तालीको साथमा स्वागत गरौँ। उहाँलाई पनि म भागवत दर्शन गर्नको लागि माथि बोलाउँछु। भवानी थापा र रिता थापाज्यूलाई जय होस्। आइदी बक्सेला भवानी थापा र रिता थापाज्यू आइदी बक्सेला जय होस्। भागवत महापुराणको जय होस्। नित्यादेव वासुदेवं भज हरि वासुदेवं भज वासुदेवं भज हरि वासुदेवं भज। वासुदेवं भज हरि वासुदेवं भज वासुदेवं भज हरि वासुदेवं भज वासुदेवं भज हरि वासुदेवं भज। हरि वासुदेवं भज हरि वासुदेवं भज हरि वासुदेवं भज हरि हरि वासुदेवं भज हरि वासुदेवं भज हरि। वासुदेव भगवानको जय उद्धवले सोध्नुभयो भगवान ब्रह्मादि महात्माले कल्याणदायक मार्गहरूले अनेकौं साधन बताएका छन्, ती मध्ये कुन योग्य छ? कलेन नष्टा प्रलय बढेन वेद संहिता मयादो ब्राह्मणो प्रोक्ता धर्मयस्य मदात्मकः। उद्धव वेद प्रलयमा लुप्त थियो, जब सृष्टिको समय आयो तब मेरो संकल्पबाट नै ब्रह्मलाई उपदेश गरे। यसमा मेरो भागवत धर्मको वर्णन छ। उद्धव त्यसै कारणले मनुष्यहरू सबै एकै किसिमका हुँदैनन्, कुनै सत्वगुणी हुन्छन्, कुनै रजोगुणी कुनै तमोगुणी हुन्छन्। यसैले आफ्नो रुचि अनुसार कसैले धर्मलाई, कसैले कीर्तिलाई, कसैले यज्ञलाई र कसैले ऐश्वर्यलाई मन पराउँछन्, परन्तु यिनीहरूबाट मोक्ष मिल्दैन, जन्म मृत्यु छोड्दैन। जसले गर्दाखेरि भक्ति मार्गको अवलम्बन गरेर भगवानमा चित्त लगाउँछन् त्यसका सबै पाप र अशुभ कर्म नष्ट भएर जान्छ अनि भगवान भनी बक्सिन्छ। यथाग्निनाम हेममलम जहाति ध्यामत पुनः सम्मजते च रूपम आत्मा च कर्म सासाय विदुय मदभक्तियेन भजते तमाम। जसरी आगोमा तताएपछि सुनको मैल जान्छ र सफा हुन्छ, असल शुद्ध रूपमा कायम हुन्छ, त्यस्तै मेरो भक्तबाट कर्म वासनाबाट मनुष्य मुक्त भएर ममा समाहित हुन्छ। मेरो ध्यान गर्नेवाला मेरो भक्त हुन्छ। त्यसैले बारम्बार गर्न हरिलाई जप, तिमी पार तर्छौ। तब एकान्तमा बसेर प्राणायामद्वाराबाट चित्त शुद्धि गरेर ओम यो तारक मन्त्र पढ्दै जानु, हृदयमा मेरो ध्यान गर्नु, मन एकत्रित हुन्छ र ब्रह्मनाश हुँदै जान्छ। उद्धव सोध्दछन् भगवान कुन धारण गर्नाले कुन सिद्धि प्राप्त हुन्छ? त्यसैले भगवान भन्नुहुन्छ नि जपौँ हरिलाई हरि जपौँ हरिलाई यो जिन्दगी भरिलाई जपौँ हरिलाई जपौँ हरिलाई हरि जपौँ हरिलाई यो जिन्दगी भरिलाई जपौँ हरिलाई।
हरिलाई जपौँ हरिलाई हरि जपौँ हरिलाई यो जिन्दगीमा हरिलाई जपौँ हरिलाई यो जिन्दगीमा हरिलाई जपौँ हरिलाई उत्तम सर्नुहुन्छ भगवान कुन धारणा गर्नाले कुन सिद्धि प्राप्ति हुन्छ भगवानले भन्नुभयो अणिमा महिमा र लगीमा यी तीन सिद्धि छन् जसले मेरो चिन्ता बाहेक अन्य कुनै वस्तुको आफ्नो मनलाई तन्मय गर्छन् उनीहरूलाई महिमा सिद्धि प्राप्त हुन्छ जुन योगी पुरुषले परमाणुलाई नै मेरो रूप सम्झेर चित्त स्थिर गर्दछन् उसलाई लगीमा सिद्धि प्राप्त हुन्छ उद्धवले भन्नुभयो भगवान तपाईका जुन जुन विभूतिहरूका अघिका ऋषिहरूले उपासना गरेका थिए त्यो सुन्न पाऊँ भगवान हुनुहुन्छ उद्धव समस्त प्राणीको आत्मा भनेको मै हुँ म मित्र हुँ ईश्वर हुँ चराचर जगतको उत्पत्ति र पालन संहार गर्ने पनि मै हुँ म नै मन्त्रहरूमा ओम हुँ अक्षरहरूमा अ भनेको मै हुँ देवतामा इन्द्र भनेको मै हुँ आदित्यमा विष्णु भनेको मै हुँ वस्तुमा अग्नि भने मै हुँ महर्षिहरूमा भृगु नामको ऋषि भने मै हुँ देव ऋषिहरूमा नारद भने पनि मै नै हुँ गाईमा कामधेनु रूपिणी गौ माता भनेको मै हुँ सिद्धहरूमा कपिल नामको सिद्ध भनेको मै हुँ पंक्षीमा गरुड भने मै हुँ प्रजापतिहरूमा दक्ष नामको प्रजापति भनेको मै हुँ पितृहरूमा अरिमा भनेको मै हुँ दैत्यहरूमा प्रहलाद भने मै हुँ नक्षत्रहरूमा चन्द्रमा भनेको पनि मै हुँ यक्षहरूमा कुबेर भनेको मै हुँ हात्तीहरूमा ऐरावत नामको हात्ती भने मै हुँ जलयहरूमा पर्ण भनेको मै हुँ कीर्तिमानहरूमा सूर्य भनेको मै हुँ मनुष्यहरूमा राजा भने मै हुँ घोडाहरूमा उच्च श्रवा नामको घोडा भने मै हुँ हे भगवान धातुहरूमा सुन भनेको मै हुँ दण्डधारीहरूमा यमराज भनेको मै हुँ सर्पहरूमा बासुकी नामको सर्प भनेको मै हुँ नागहरूमा अनन्त नामको नाग भनेको पनि मै हुँ पशुहरूमा सिंह भनेको मै हुँ आश्रमहरूमा सन्यास नामको आश्रम पनि मै हुँ वर्णहरूमा ब्राह्मण भनेको मै हुँ नदीहरूमा भागीरथी नामको नदी पनि मै नै हुँ जलाशयहरूमा समुद्र पनि मै हुँ पर्वतहरूमा हिमालय नामको पर्वत मै हुँ वनस्पतिहरूमा पिपल भनेको पनि मै नै हुँ वनस्पतिहरूमा पिपल भनेको पनि मै नै हुँ यो उद्धव मन वचन र प्राणलाई बुद्धिद्वारा र संयममा राखेर उपयुक्त मेरा विभूतिहरूको भजन गर्नाले मोक्ष मिल्दछ त्यसैले उद्धवले भने भगवान मलाई प्राण धर्म सम्बन्धी ज्ञान दिनुहोस् भगवानले भन्नुभयो धर्मे सन्तव प्रश्नो नैत श्रेयस्करो निणाम बडा समाज र आधात तमुदत्त निबोधमे त्यसैले भगवान भन्नुहुन्छ अरे जल थल दुवैमा हरि दर्शन दिन आइलो है मोर अरे जल थल दुवैमा हरि दर्शन दिन आइलो है मोर अरे जल थल दुवैमा हरि दर्शन दिन आइलो है मोर
अत्यन्तै धर्ममय छ, जसबाट वर्णाश्रम धर्मी मनुष्यलाई परम कल्याणमय मोक्ष प्राप्त हुन्छ। त म त्यही धर्मको लागि उपदेश गर्छु सुन। विराट रूप भगवानको मुखबाट ब्राह्मण, बाहुबाट क्षत्रिय, जाङबाट वैश्य, पाहुबाट शूद्र उत्पन्न भयो भने त्यस्तै भगवानले जाङबाट गृहस्थ, हृदयबाट ब्रह्मचारी आश्रम, बच्चे स्थलबाट वानप्रस्थको, शिरबाट सन्यास आश्रम उत्पत्ति भए। 4 जातका विभिन्न आचरणहरू छन्, जस्तै 4 आश्रमका पनि जस्तै सम, दम, तप, पवित्रता, सन्तोष, क्षमा, सरलता, ईश्वर भक्ति, दया र सत्य यी ब्राह्मणका स्वभाव हुन्। तेज, बल, धैर्य, वीरता, सहनशीलता, उदारता, उद्यमशीलता, स्त्रीता ब्राह्मण भक्ति र ईश्वरीय क्षत्रियका स्वभाव हुन्। अतिक्तत्व, दानशीलता, दम्भहीनता, विप्र सेवा, धन सञ्चयबाट सन्तुष्ट नहुनु यो पैसेको स्वभाव हुन् भनेदेखि हे मेरो भगवान, हे मेरो परमात्मा, ब्राह्मण सेवा गर्नु, गौ सेवा भनेको गाईको पनि सेवा गर्नु हो। देवताको निष्कपट भावले पनि सेवा र सन्तोषले शूद्रका स्वभाव हुनु। अपवित्रता, झुटो बोल्नु, चोरी गर्नु, ईश्वर र परलोकको लागि साइजिना गुरुमा प्राप्त गर्नु नराख्नु, कलह गर्नु र काम क्रोध तृष्णाको वशमा पर्नु यी चण्डालका स्वभावहरू। ब्रह्मचारीको गुरुकुलमा बस्नुपर्छ, त्यहाँ बस्दा मेखला मृग चर्म लाउनु पर्छ, दण्ड भनेको लट्ठी टेक्नुपर्छ, रुद्राक्षको मालालाई धारण गर्नुपर्छ, यज्ञोपवीत भनेको जनै लगाउनु पर्छ, कमण्डलु बोक्नुपर्छ, धारण गर्नुपर्छ, गुरुको सेवा गर्नुपर्छ, गुरु सुतेपछि मात्र अलि पर सुत्ने गर्नुपर्छ, गुरु थाकेका भए उनका चरण दबाउने कुनै कुरा सोध्नु पर्यो, हात जोडेर सोध्नुपर्छ, गुरु आमा र गुरु पत्नीसँग सटेर बस्नु हुँदैन, एवं हाँसो ठट्टा नगर्ने, किनकि इन्द्रिय के छ बलवान हुन्छ, गर्नुपर्छ नीतिले भनिएको छ। माता स्वतन्त्र द्वैता छ नविविक्ता सानो भवेते बलपान्य मातो विदसामी तकर्षित। आमा, बहिनी, दिदी र कन्याका साथमा सटेर बस्नु हुँदैन, इन्द्रिय बलवान हुन्छ। विद्वानलाई पनि यसले विचलित गराउँछ। गृहस्थमा खुलिन घरकै शास्त्र यिनैको लागि विवाह गर्नुपर्छ, धर्मको रक्षाको लागि मात्रै सन्तान जन्माउनु पर्छ, सूर्यलाई अर्घ दान गर्नुपर्छ, गाई ब्राह्मण र अतिथिको सेवा गर्नुपर्छ, गृहस्थमा रहँदा पनि भगवानको ध्यान गर्नुपर्छ। कहिल्यै पनि भगवानको ध्यान गर्नको लागि कुनै पनि अवस्थाको बीचमा भुल्नु हुँदैन। पुत्रता र बन्धुनाम सङ्गमम च परम गतिः पान्त सङ्गमम। छोरा छोरी भाइ बन्धुहरूको साथमा जगतको अधिष्ठाता मालिकहरूको चिन्तन गर्ने चौतारीमा बसेका पथिक बराबर छन् भने वानप्रस्थमा जाँदा पत्नीलाई पुत्र जिम्मा दिएर जानुपर्छ। तर पत्नीले साथै जान चाहिन् भनेदेखि साथै लैजानुपर्छ। कन्दमूल खाएर वनमा बस्नुपर्छ। कपाल नङ र जुङ्गा काट्नु हुँदैन। हावा पानी हुरी चिसो र गर्मीलाई सहन सक्नुपर्छ। हे मेरो भगवान, खाने वस्तु आगोमा नपकाई सूर्यपाक गराएर जब खानुपर्छ। यी सब वानप्रस्थका नियमहरू हुन्। सन्यास आश्रममा प्रवेश गर्दा प्रजापत्य यज्ञ गर्नुपर्छ। आफूसँग भएको सम्पूर्ण सम्पत्ति त्याग्नुपर्छ अथवा दान गर्नुपर्छ। कुनै वस्तुमा ममत्व राख्नु हुँदैन। कुटी अथवा झोपडी बनाउनु हुँदैन। अनिश्चित बास गर्नुपर्छ। लमोटी मात्रै लगाउनुपर्छ। दण्ड कमण्डलु आदि जबकन बढीमा परब्रह्मण 7 घर भन्दा बढी टुल्नु हुँदैन। साथै घरबाट भिक्षा माग्नुपर्छ। यिनीको लागि हिँड्दा बोल्दा यी नियमहरू बारम्बार पालना जबकन गर्नुपर्छ। त्यसैले भगवान भनी बक्सिन्छ। के भनी बक्सिन्छ भन्दा दृष्टपुतम निषेध पाद दुष्टपुतम निषेध पाद वस्त्रपुतम पिबेज्जलहम सत्यपुताम पतित पाच मनपुतम त समाचरिते। यदि सबैको लागि आँखाले पृथ्वीमा हेरेर खुट्टा टेक्नुपर्छ। कपडाले छानेर पानी पिउनुपर्छ। हेर्नुहोस् त, अहिले हामी फिल्टर गर्नुपर्छ भन्छौँ। उही बेलादेखि नै के थियो,
वैज्ञानिकता थियो हाम्रो धर्ममा। कपडाले छानेर मात्रै पानी पिउनु पर्छ, मुखबाट सत्य वचन बोल्नुपर्छ, झुटो कहिले बोल्नुहुन्न। झुटो बोल्ने जम्मा दुईटा अवस्था छ। ज्यान पूर्ण रूपमा प्राण सङ्कटमा आयो भने, ज्यानै जाने भयो भने त्यो बेलामा एकचोटि झुटो बोल्नु। अनि कसैको मिलाइदिनु पर्यो भने, जोडी मिलाइदिनु पर्यो भने पनि मेरो भगवान त्यो बेलामा झुटो बोल्नु पाप लाग्दैन। कसैको जोडी मिलाइदिनु पर्यो भने झुटो बोल्दाखेरि पाप लाग्दैन। बोलो कृष्णचन्द्र भगवानको जय हो। जोडी मिलाउनलाई झुटो नबोलिकन जोडी मिल्दैन रे कि लभ गर्नु पर्यो है। यिनीको साथमा जगतको अधिष्ठाता मालिकको साथमा ध्यान दिन गर्नु पर्यो। यी आदि कर्मको लागि लज्जाशील हुनु, धेरै सम्पत्ति सञ्चय नगर्नु, ब्रह्मलोकबाट सुख पनि नाशवान छ। सुख पनि त एक दिन नाशवान हुन्छ, जानुपर्छ। सुख प्राप्त गर्ने मान्छे पनि जानुपर्छ नि। ठुलो ठुलो महलमा बस्ने मान्छे बाँचे हो र, अनि त्यो सानो छाप्रामा बस्ने मान्छे नमरिकन उचै बाँचे हो र। महलमा बस्ने पनि जानुपर्छ, झुपडीमा बस्ने पनि जानुपर्छ। तर सबैलाई भगवानले बराबर दिएको हुन्छ। तर के गर्नु पर्यो, त्यो समयलाई चिन्न जान्नु पर्यो, त्यो समयलाई अत्यन्तै मध्यनजर गर्नु पर्यो। जय हो सातडी भक्त रञ्जन नेउपाने कागेश्वरी, 7 नेपाली काङ्ग्रेसका वडा सभापति, कागेश्वरी एन प्याप्सनका अध्यक्ष पनि भइबक्सिन्छ। जोरदार तालीको साथमा स्वागत गरौँ। उहाँलाई पनि म यस स्टेजमा बोलाउँछु। जय होस् रञ्जन नेउपाने कागेश्वरी, 7 नेपाली काङ्ग्रेसका वडा सभापति र कागेश्वरी एन प्याप्सनका अध्यक्षज्यू भइसकिन्छ। जय होस्, जोरदार ताली स्वागत गरौँ। जय होस्। जति पनि धर्महरू छन् अनि भगवान भनेपछि ज्ञानम विशुद्ध परमामति, ब्रह्मलोकबाट सुख पनि नाश मान्छ। अविनाशी सुखका लागि मोक्ष नै हुनुपर्छ, उनलाई ज्ञान चाहिन्छ। ज्ञान प्राप्त गर्न भक्ति चाहिन्छ। अनि त्यसपछि भक्तिका लागि भगवानको कथा श्रवण गर्नुपर्छ। भक्ति प्राप्त गर्नलाई भगवानको कथा सुन्नुपर्छ, भगवानको नाम कीर्तन स्मरण गर्नुपर्छ। आफूले गरेको काम ईश्वरलाई अर्पण गर्नुपर्छ, मनलाई समाहित राख्नुपर्छ। उद्धव एम र नियम 12 छन्। अहिंसा, सत्य, चोरी नगर्नु, असङ्गत, लज्जाशील हुनु, धेरै सम्पत्ति सञ्चय नगर्नु, ईश्वरमा श्रद्धा राख्नु, ब्रह्मचर्यमा रहनु, नचाहिँदै नबोल्नु, स्थिर रहनु, अपराधीलाई क्षमा गर्नु, शरणागतलाई अभय दिनु। कोही शरण पर्न आयो भने त्यसलाई शरण दिनुपर्छ। मैले गल्ती गरेँ, मैले माफी दिइबक्छु भने कोही माफी माग्न आयो भने त्यसलाई माफी दिनुपर्छ, शरण दिनुपर्छ। शरण माग्नेलाई यमका नियमहरू हुन्। त्यसैले शरीरलाई सधैँभरि पवित्र राख्नुपर्छ। गायत्रीको मन्त्र जप्नुपर्छ। दीक्षा अनन्तहरू, नारी जातिले हो नि अनन्त जप्नुपर्छ। आचरणमा बस्नुपर्छ। होम यज्ञ आदि गर्नुपर्छ। पाहुनाको सत्कार बडो अर्थले गर्नुपर्छ। पाहुना 3 प्रकारका हुन्छ। अतिथि, अतिथिको अर्थ के हो? कहिले कहिले कहाँबाट झट्ट तिथि नै मितिसम्म आउनेलाई अतिथि, तिनलाई भनिन्छ अतिथि। तिनलाई बडो ध्यानपूर्वक स्याहार गर्नुपर्छ। अनि अर्को भनेको पाहुना, बोलाएर आउने। छोरी ज्वाइँ भान्जा भान्जी यो बोलाएर आउने, ये पाहुना हुन्। यिनको पनि सत्कार गर्नुपर्छ। झोलीको देउता भन्छन् नि भान्जा भान्जी, होइन हो। अनि त्यसपछि दैनिक रूपमा आउने पाहुना भनेको अग्नि देवता। बिहान प्रातःकालीन समयमा उठेर शौचादि कर्म गर्नुभन्दा पनि पहिलो नम्बरमा अग्निको संस्मरण गर्नुपर्छ भनेको छ। कसले बाल्नु त्यो आगो, घर घरमा ग्यास बल्छ। त्यसपछि गाईको पूजा गर्नु भनेको छ। केले? गाईको पूजा केले गर्ने? अबिर केसरीले हो। गाईको पूजा त घाँसले गर्नुपर्छ। भगवान घाँसले गाईको पूजा गर्नु। त्यसपछि नित्य नैमात्तिक स्नान गर्नु। दैनिक रूपको पाहुना भनेको अग्नि देवताको पूजा गर्नु। गाईको पूजा गर्नु भने अहिले सबैको घर घरमा कुकुर पूजा हुन्छ, गाईको पूजा हुँदैन। किन भन्दा गाईले मर्निङ वाक हिँड्दैन, कुकुर भयो भने मर्निङ वाक हिँड्नु सजिलो हुन्छ। त्यसै कारणले गाई भन्दा कुकुर प्रिय छ। गुरुको सेवा गर्न नियमहरू ज्ञान मार्गमा सहायक छन्। त्यसैले पहिलो नम्बरमा आफू शुद्ध हुनलाई के शुद्ध हुनुपर्छ? आहार शुद्ध हुनुपर्छ, खानेकुरा शुद्ध हुनुपर्छ। पहिला सुरुमा आहार शुद्ध भएपछि के हुन्छ? मन शुद्ध हुन्छ। मन शुद्ध भएपछि विचार शुद्ध हुन्छ। विचार शुद्ध भएपछि बोली शुद्ध हुन्छ। बोली शुद्ध भएपछि शरीर शुद्ध हुन्छ। शरीर शुद्ध भएपछि परिवार शुद्ध हुन्छ। परिवार शुद्ध भएपछि घर शुद्ध हुन्छ। घर शुद्ध भएपछि टोल शुद्ध हुन्छ। टोल शुद्ध भएपछि छिमेक शुद्ध हुन्छ।
छिमेक शुद्ध भएपछि गाउँ शुद्ध हुन्छ, गाउँ शुद्ध भइसकेपछि नगर शुद्ध हुन्छ, नगर शुद्ध भइसकेपछि मेरो भगवान सहर शुद्ध हुन्छ, सहर शुद्ध भइसकेपछि मेरो भगवान देशै शुद्ध हुन्छ। तर के गर्नु, हाम्रो त खाने आहारै शुद्ध छैन है। कुर्सीमा बस्ने नेताको आहारै शुद्ध छैन, बेलुका टुच्छ नलाई निद्रा लाग्दैन, अनि कहाँबाट विचार शुद्ध हुन्छ? त्यसले त के गर्छ, मनलाई कसलाई कुटो हो बाटै मेरो भनेर हिँड्न मात्रै मन लाग्छ त्यसले है। हो, त्यसैले पहिलो नम्बरमा आहार शुद्ध हुनुपर्छ। मैले अस्ति पनि भनेको थिएँ नि, संसारमा तपाईँ हाम्रो त्यस्तो मासु खाने खालको दाँत छ, त्यो हाम्रो लागि पनि हो। त्यो खसी बोका बरु भेजिटेरियन हो, त्यसले त हरियो घाँस भात मात्रै खान्छ। त्यो कति शुद्धता छ हेर्नुहोस् त। उसले जुठो हाल्यो भने तपाईँ खानुहुन्छ, त्योभन्दा बेसी जान्न म। तपाईँले खाना खान लाग्नु भएको छ अनि उसले तपाईँको खाना लागेको थालमा आएर त्यसले जुठो हाल्यो भने तपाईँ त्यो खाना खानुहुन्छ, तर त्यसले च्वाट्ट काटेर चाहिँ किन खानुहुन्छ? राधे राधे भन्दै बक्सिन्छ। योभन्दा बेसी भन्नु नपर्ला है, बुझी बक्सिन्छ। यति भन्दा सबै पुग्यो। अब त्यो भित्र पनि टट्टी हुन्छ, हामी भित्र पनि टट्टी छ। त्यसको टट्टीलाई चाहिँ हो बडो सफा गरिकन भुटुन आर्यो भनेर भुटुन बनाएर खानुहुन्छ। कतिसम्म निर्दयी भइ बक्सिन्छ। योभन्दा बेसी नभनौँ, हजुर आफै बुझी बक्सिन्छ है। योभन्दा धेरै नभनौँ। संसारमा यादि कर्मको लागि उद्धव योग 3 प्रकारको छ। मैले वेदमा अन्यत्र पनि मनुष्यको कल्याणका लागि 3 प्रकारका एकको उपदेश गरेको छु। ती हुन् ज्ञान कर्मयोग, ज्ञान योग, कर्मयोग र भक्ति योग। मनुष्यको कल्याणका लागि त्यसभन्दा अर्को उपाय छैन। त्यसैले मनुष्यलाई मुक्त गराउन वेदमा 3 प्रकारको उपाय बताइएको छ, ज्ञान योग, कर्मयोग र भक्ति योग। यो सबै बुझेर भक्ति गर्नुपर्छ बाबु। मानिसको शरीरलाई एउटा वृक्ष सम्झनुपर्छ, एउटा रुख समानको सम्झनुपर्छ। छिद्यमनम यमैरेते कृतनीडम वनस्पतिम खग सोकेत मृत्युज क्षमयातिहरम पट। शरीर एउटा वृक्ष हो, यसमा गुण बनाएर जीव रूपी पन्छीले बास बस्छ। यसलाई यमराजका दूतहरूले प्रत्यक्ष काटिरहन्छन्। जसरी पन्छीहरू काट्न लागेको रुख छाडेर जान्छन्, त्यसै गरी जीव शरीर छोडेर मोक्षको भागी बन्छ। ईश्वरको भक्ति गरेपछि सांसारिक मायाबाट पार हुन्छन्। वस्तुका गुण दोषी यसरी बुझ्नुपर्छ। जस्तै फुलहरूमा जल छरेपछि के हुन्छ? शुद्ध हुन्छ, तर सुँगेपछि त्यो फुल बिटुलो हुन्छ। सुँगेर फुल भगवानलाई चढाउनु हुँदैन। हे भगवान, ठुला तलाउ र नदीको जल जहिले पनि शुद्ध हुन्छ, समुद्रको जल, तर खोल्चा खाल्चीको के हुन्छ? बिटुलो हुन्छ। त्यसैले ब्राह्मणका लागि सन्ध्या बन्दन जप गर्नु, बिहान उठेर बाहुनले नुहाउनु धर्म हुँदैन। बाहुनले उठेर बिहान ब्राह्मणले उठेर स्नान गर्नाले, जप गर्नाले, शालिग्राम नामको शिलाको पूजा गर्नाले धर्म होइन, कर्तव्य हो, कर्म हो, उसले त्यो गर्नै पर्छ। तर शूद्रका लागि त्यसलाई के मानिन्छ? दोष मानिन्छ। यसरी मैले बताएको भक्ति मार्गको अवलम्बन गर्नाले भगवान भनिबक्सिन्छ। भित्तते लय ग्रन्थि शिष्य चन्ते सर्व संशयः छियन्ते चास्य कर्माणि मयि दृष्टे किलात्मनि। मेरो साक्षात्कार हुनुहुन्छ, हृदयका ग्रन्थि टुट्छन्, सारा संशय छिन्न भिन्न हुन्छन्, कर्मासना सदा सर्वदक्षिण हुन्छन्। त्यसैले चित्त शुद्धिको बाटो एवं गर्नुपर्छ भन्ने मर्ने कहिले हो के कसैलाई थाहा छैन। कुन बेला मरिन्छ, के गर्दा मरिन्छ कसैलाई थाहा हुँदैन। कोही सुतेको सुतै हुन्छन्, कोही हिँडेको हिँडै हुन्छन्, कोही जबकन बोलेको बोले हुन्छन्। कहाँ कतिखेर मरिन्छ भन्ने थाहा हुँदैन। त्यसैले भगवान भन्नुहुन्छ नि, ईश्वरको नाम जपे पार तर्ने हो, ईश्वरको नाम जपे पार तर्ने हो, जिन्दगीको भरै छैन कहिले मर्ने हो। ईश्वरको नाम जपे पार तर्ने हो, ईश्वरको नाम जपे पार तर्ने हो, जिन्दगीको भरै छैन कहिले मर्ने हो, जिन्दगीको भरै छैन कहिले मर्ने हो।
जिन्दगीको भलै छैन कहिले भनियो हाय जिन्दगीको भलै छैन कहिले भनियो जिन्दगीको भलै छैन कहिले भनियो। मतलब वेद साक्षात ईश्वर मूर्ति। वेदका 3वटा भाग छन् के कर्म काण्ड, उपासना काण्ड, उपास्य देव काण्ड। उपास्य देव भगवान विष्णुलाई बताइएको छ। ज्ञान काण्डले ईश्वरमा सम्पूर्ण जगत आध्यारोप आरोप गरेको छ। उद्धव निषेक गर्भ जन्मनि बाल्य कौमार यौवनम भयो मध्य जरा मृत्यु रिजाभास तनेर बाबा। गर्भाधान, गर्भवृद्धि, जन्म, अधपैँसी अवस्था, बुढ्यौली र मृत्यु शरीरका 4वटा अवस्था हुन्। त्यसै गरी जीवनका चक्रहरू चलिरहन्छन्। जसको आत्मा मनुष्यमा प्रवेश गर्छ ऊ मनुष्य देखिन्छ, पशुको शरीरमा प्रवेश गरे पशु देखिन्छ, कीट पतङ्गमा प्रवेश गरे कीट पतङ्ग देखिन्छन्। विभिन्न योनिमा हुने जन्मेको जीवन चक्र यही हो। वास्तवमा आत्माको जन्म हुन्छ, न मृत्यु हुन्छ, न आत्मा कसैले केही गर्दाखेरि अविनाशी छ। कस्तो छ रे त्यो आत्मा? बल्दैन आगोले, भिज्दैन पानीले, काट्दैन नि हतियारले, सुक्दैन त्यो बतासले पनि। जो आगोमा लगेर हाल्दा बल्दैन, पानीमा लगेर सुकाउँदाखेरि भिज्दैन, हावामा लगेर सुकाउँदा सुक्दैन, कुनै हतियारले काट्दाखेरि पनि काट्दैन। त्यस्तो छ, अझ अमर छ आत्मा। त्यसैले त्यो आत्माको तिमीले चिन्तन गर्नुपर्छ। हे भगवान, यसै बेसमा मृत्यु अन्त्यमा नित्य अविनाशी छ। त्यसैले भगवान, हे मेरो परमात्मा, यस विषयमा एउटा सानो उपनाम अर्थात् एउटा कथा म तिमीलाई सुनाउँछु। अवन्ती देशमा एउटा ब्राह्मण भइबक्सिन्थ्यो। उनले धेरै धन कमाएका थिए। उनले जो धन परिवारमा पनि लगाएनन्, समाजमा पनि लगाएनन्, धर्ममा पनि लगाएनन्, पितृका कार्य पनि गरेनन्। वैराग्य, श्री सम्पत्ति सबै नष्ट भएछ। भाइभरका सम्पत्ति त्यसै नष्ट भयो, उडाउँदै गए। सबै धन सकेपछि ती ब्राह्मणलाई वैराग्य आयो। त्यो ब्राह्मणलाई वैराग्य आएछ। वैराग्य आएपछि उनी योगी बनेर हिँडे। उनले मागी ल्याएको अन्न पकाएर खान लाग्दा सबै गाउँले त्यो पापी ठगो भनेर खानेकुरामा थोकिदिनु भयो। पिसाब जबकन फेरिदिनु भयो। ढुङ्गा र माटोले हिर्काइदिएपछि ती ब्राह्मण पछुतो गर्दै मेरो पूर्व जन्मको कर्मको फल यही हो भने हृदय बसे। दुनियाँमा घुमाउँदा पनि उनले जीवनलाई मात्र आखिरमा सबै छाडी यमराजको बारम्बार गर्न फेला पर्नुहुन्छ भनेर संसारमा आनन्दमा मग्न पर्नु हो। त्यसैले भगवान भन्नुहुन्छ अरे, धनपुत्र सुतद्वारा 2 दिनको मेला, आखिरमा पर्नु पर्छ यमराजको मेला। धनपुत्र सुतद्वारा 2 दिनको मेला, आखिरमा पर्नु पर्छ यमराजको मेला। भगवानले भन्नुभयो, तर्जी अब म तिमीलाई सांख्यमा बताएको ज्ञानको कुरा संक्षेपमा सुनाउँछु। प्रकृति पुरुष, प्रकृति माया हो। पुरुष जीवात्मा, मैले जीवात्मा शुभ कर्म अनुसार प्रकृतिलाई सुविधा गराएँ। उसैबाट सत्व रजो तम सबैको लागि कर्मको लागि सृष्टि गरे। कमल ब्रह्माको उत्पत्ति भएर आउँछ। त्यहीबाट जबकन विष्णुको पनि शयनादि कर्मको लागि व्याप्त भएर भगवान आफ्नो धाममा परब्रह्मणको लागि मुक्ति दिलाएर वनप्तो साहित्य बाँचो ग्राम राजस उच्चते। यही कर्म जाँदा मुक्ति भएर भगवानले पनि आफ्नो कर्म गर्न लाग्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। भागवत महापुराणको देवं भज हरि वासुदेवं भज, वासुदेवं भज हरि वासुदेवं भज, वासुदेवं भज हरि वासुदेवं भज, वासुदेवं भज हरि वासुदेवं भज।
वासुदेव भगवान को हे मेरो भगवान सारा संसार को सृष्टि स्थिति र संहार आदि कर्म गर्नको लागि गति दिलाई दिवस सागर जानुभयो मुक्ति पनि मिलाई दिवस सागर जानुभयो साहित्य नामको लोकमा प्रयासशील आदि कर्म गरिसकेपछि भगवानलाई जति धर्महरू छन् जति कर्महरू छन् त्यसैमा यो उत्तम मनुष्यले उत्तम जुनी पाएर पनि इन्द्रियलाई ज्ञान मार्गमा कहिल्यै पनि लगाउँदैन भने जन्म र मृत्युबाट छुटकारा पाउन सक्दैन। राजा पुरुरबाले उर्वशी अप्सरासँग धेरै वर्ष भोगविलास गरे। उर्वशीले भेडाको सुरक्षाको शर्त राखिन्। सोही कारणले उनी राजालाई छाडेर स्वर्गमा गइन्। राजा पनि उनको बसमा परिन्। उर्वशीको साथमा उर्वशी लोकमा गइन्। भोगविलासमा तृप्ति नहुँदा पछि उनमा वैराग्य आयो र भन्न लाग्यो अहो मे व्यदा साथी कामक्लेश सदा संयम दिव्यकृत कण्ठश वायुखण्डै मे स्मृतः। धिक्कार छ मेरो मूर्खतालाई काम वासनाले मेरो चित्तलाई कति कलुषित गर्यो। उर्वशीले आफ्नो हातले मेरो घाँटी यसरी समाते कि आफ्नो आयुको कति पनि वर्ष बिताए म यादै गर्न सक्दिनँ। यसरी आफू महजालमा परेको ठानी उर्वशीबाट विमोह भएका पुरुरबा पछुताउन लाग्नुभयो। पछुताएका थिए। त्यही भएर भगवान भनिबक्सिन्छ क्रिया योगम समाचेस्व भवतार धनम प्रभो यसमातेता शान्ति सात्वताम सातवर्षवा। उद्धवले भगवानलाई क्रिया योगको बारेमा प्रश्न गर्दै भन्नुभयो भगवान क्रिया योगको आश्रय लिएर भक्तजनले जुन प्रकारले जुन उद्देश्यबाट तपाईको पूजा अर्चना गर्छन् त्यो पूजा अर्चना कुन प्रकारले गर्दा फलदायी हुन्छ सोको जानकारी दिनुहोस् भन्नुभयो। भगवान भन्नुहुन्छ कर्मकाण्ड पद्धति धेरै छन् तापनि संक्षेपमा सुनाउँछु सुन। प्रातःकालीन नित्य कर्ममा मलमूत्र त्याग गर्नु, स्नान गर्नु, सन्ध्या गर्नु, भगवानको मूर्तिको पूजा गर्नुपर्छ। यदि कर्म गरिसकेपछि त्यसपछि शैली तारुमयी लौही लेप्या लेख्या च सैकति मनोमयी मणिमयी प्रतिमाष्टा विद्या स्मृता। भगवानका मूर्ति 8 प्रकारका छन्। भगवानका मूर्तिहरू 8 प्रकारका छन्। ढुङ्गाबाट निर्मित, काठबाट निर्मित। सुन्नुहोस् है 8वटा मूर्ति कुन कुन प्रकारका छन्। एउटा ढुङ्गाबाट बनेको हुन्छ, एउटा काठबाट बनेको, एउटा धातुबाट बनेको, एउटा माटोबाट बनेको, एउटा चन्दनबाट बनेको अनि चित्रमय बनेको र बालुवाको। मनोमय मनले बनाएको, मणिमय मणिले बनाएको मूर्ति स्थिर र अस्थिर गरी 2 प्रकारका हुन्छन् मूर्ति। एउटा उत्पत्ति भएको, अर्को कसैले स्थापना गरेको। 2टा प्रकारका मूर्ति हुन्छन्। हे मेरो भगवान यिनीको लागि आह्वान विसर्जन अर्थात् स्थिर मूर्तिमा आह्वान पनि गर्नु पर्दैन, विसर्जन पनि गर्नु हुँदैन। फर्केको सम्झनु पर्दछ। पूजा गर्दा सकेसम्म उत्तरतर्फ फर्केर बस्नुपर्छ। यिनीको लागि भगवानबाट आफूतिर फर्केको सम्झनु पर्छ। भगवान गङ्गा आयो चाहिँ सम्झेर पूजा गर्नुपर्छ। मनमा अहंकार भन्ने कुरो कहिले पनि दिन हुँदैन। भागवत कथाको श्रवण ध्यान मनले चिन्तनको अभ्यास गर्नाले यिनीको लागि भगवानको लागि मुक्ति प्रदान गरेर पूजा फलदायी हुन्छ। उद्धव तिमीलाई म भागवत धर्मको उपदेश दिन्छु भनेर सुनाउन लाग्नुभयो। तिनीको लागि कर्मलाई विपाक बनाएर भगवान पनि अगाडि बढ्नुभयो। यो भगवान हाम्रो माझमा रामेश्वर थापाज्यूको आगमन भएको छ। जोरदार तालीको साथमा स्वागत गरौँ। उहाँलाई म टीका प्रसाद सम्मानको लागि माथि बनाउँछु। आदिवक्सला भागवतको दर्शन गर्नको लागि रामेश्वर थापाज्यू जहाँ भए तापनि आदिवक्सला रामेश्वर थापाज्यू। हे मेरो भगवान यिनै कर्मद्वाराबाट व्यतीत गरेर भगवानले पनि मोक्षको पदलाई प्राप्त गराइदिनु भयो। उनी मोक्षका पदमा जानुभयो। भगवान सात्वताम पतिको साथमा हृदय स्पर्शी हुनुभयो। कसैले केही सिप लागेन। भगवान अनन्त कोटि ब्रह्म नायकको ठाउँमा ज्ञान ध्यान दृष्टि गोचर आदिद्वाराबाट तृप्तिकारक बनाउन लाग्नुभयो। धन्य छ मेरो भगवान भनेर पीडित भावनाले कर्मलाई पनि तृप्ति गराइदिनु भयो।
भगवानद्वाराबाट शोधित भयो। हे भगवान, अब त भगवान पनि जाने बेला भयो। हिजो आए जस्तो लाग्थ्यो, भगवानको आएको पनि आज 7 दिन व्यतीत भइसकेछ। सबैले कर्मलाई कृपा गर्न लाग्नुभयो। उद्धवजीले फेरि भन्नुहुन्छ, हे कृष्ण, अब त हजुरले मलाई छोडेर नगइदिनु बक्सो साई भन्नुभयो। त्यही बेलामा मेरो त्यो श्याम सुन्दर बाल मुकुन्द भगवान भन्छ, यो भनेको अब मेरो जाने बेला हो बाबु, तिमीले बल गरेर हुँदैन भन्नुभयो। उद्धवले लामो समयसम्म सम्झाउन लाग्नुहुन्छ, हे कृष्ण, हे श्याम, त्यस्तो कर्म गर्ने आज प्रभु सारा संसारमा एक आपसमा यदुकुलमा आज ठुलो युद्ध हुन लाग्यो। जसले जुन जुन फल खायो त्यही फल खाँदै मर्दै गर्न लागे। सारा संसारका ग्वाल बाल गोपिनीहरू धरतिर लागे। कृष्ण जान्छ रे भनिसकेपछि, हे भगवान, कसैको लागि पनि केही सिक लागेन। अब भने भगवान जाने भयो। हे परमात्मा, उद्धवजीले भनेको छ, प्रभु हिजो भर्खर आए जस्तो लाग्थ्यो, आज 7 दिन व्यतीत भयो। सबैजना जाने बाटो त्यही रहेछ। कर्ममा कसैले केही सिप पनि गर्न सकेन। अनन्तकोटि ब्रह्म नायकको साथमा ध्यान दिनुभयो। ए भगवान, अब के हजुर जानुहुन्छ त भनेर सोध्नुभयो। एउटा जरा भन्ने बिहान आयो हो, जुन त्यो मुसलद्वाराबाट घोट्दा 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 सानो सियो जत्रो बनाएको त्यो सियोलाई पनि बाढमा राख्यो। अनि त्यो जरा भन्ने बिहान आज म मृग मात्र जान्छु भनेर मृग मात्र सटक्क जङ्गलमा जानुभयो। हे भगवान, सटक्क जङ्गल गएको एउटा वनको बोट मुनि मेरो भगवान बसिराखेको रहेछ, पिपलको गाछी मुनि। एक खुट्टाबाट अर्को खुट्टा माथिबाट चढाएर बसिराखेको थियो। त्यो जरा भन्ने बिहानले आज मैले ठुलो मृग भेटाइ, मृगले कान हल्लायो भन्नुभएछ। ठुलो मृग भेटाएँ, आज मैले ठुलो शिकार खेल्ने व्यक्तित्व भेटाएँ। भनेर सटक्क जब गरा, हे मेरो भगवान, हे मेरो परमात्मा, बाण छोडेछ। बाण छोड्ने बित्तिकै भगवानको पाउमा लाग्यो। भगवानको पाउबाट छल्ती रगत बग्यो। कसैले त्यो रगतलाई थाप्न सकेन। आज अघि पछि त्यस्तो युद्ध गर्ने मनुष्य, त्यस्तो युद्ध गर्ने, त्यस्तो लडाई गर्ने भगवान, आज कोहीसँग पनि एक शब्द बोल्दैन बिचरा। कसैलाई केही पनि भन्दैन। अझ अमरताको प्राप्त भइराखेको छ। हे मेरो श्याम, मलाई छोडेर नजानुहोस् भन्नुहुन्छ। सटक्क यस्तो कर्म गरिसकेपछि उद्धवजी त्यही कृष्ण भएको ठाउँमा आउनुभयो। हे कृष्ण, हामीलाई छोडेर हजुर जाँदै हुनुहुन्छ, नगइबक्सोस् भन्नुभयो। कति सारा संसार रुवावासी गरे। हे प्रभु, हे मेरो परमात्मा,
पटक्क भगवानलाई छोडेर उद्धवजीले भन्नुभयो आजबाट सबै कुरा बिर्सियो म गएपछि संसारमा तिमीले पनि राज्य नगर्नु म यही वाङ्मय मूर्ति भागवतमा हुन्छु तिमीलाई यही भागवत म जिम्मा लगाउँछु भनेर भागवत सटक्क जिम्मा लगाइदिनु जानुभयो उद्धवजीले त्यही भागवत पढ्दै कन सारा संसारमा प्रचार गरिबक्स्यो त्यसैले वाङ्मय मूर्ति भागवत भनेकै भगवान कृष्णचन्द्र हो त्यसैले त्यसलाई कहिले बिर्सनु हुँदैन हामीले यति भन्ने बित्तिकै मेरो भगवानको प्राण छुट्यो मारबाट भिरको फुलको वर्षा भयो मेरो भगवान सबैलाई छोडेर स्वधाम जाने विचार गर्यो सबैजना रोहाबासी गरेर भन्न लागे हे कृष्ण हजुरले त माया गर्नु हो हे कृष्ण हजुरले त माया गर्नु हो यसरी संसारमा भगवान पनि स्वधाम जानुभयो सबैको मनमा कान्ति भयो संसार यस्तै रहेछ प्रभु जन्मेपछि मर्नु पर्ने रहेछ भन्नुभयो सबैले कृष्णचन्द्र भगवानको जय जयकार गाउन लाग्नुभयो बोलो कृष्णचन्द्र भगवानको कृष्णचन्द्र भगवानको कृष्णचन्द्र भगवानको संसारमा बडो आनन्द प्राप्ति भयो कसैको मनमा केही भएन सबैले सद्गति आदि प्राप्त गर्दै बक्सनगर जानुभयो तन्त्र मन्त्र ज्ञान भक्तिद्वाराबाट सबैजना मरे बाँकी रहेका यदुवंशीहरू पनि जुन फल खायो त्यही खाँदै मर्दै जुन फल खायो त्यही मार्दै काटा काटा हानाहानी गरेर 56 कोटी यदुवंशीहरू पनि आज सारा संसारमा निश्चित सबैजना जानुभयो वैकुण्ठवासी हुनुभयो भगवानले पनि आफ्नो मुक्ति प्रदान गर्दै बक्सनगर जानुभयो भन्दै आदरणीय भक्त हिजो आए जस्तो लाग्थ्यो हेर्नुहोस् त आज 7 दिन हाम्रो पनि व्यतीत भइसकेको छ अब त थोरै मात्रै कथा बाँकी छ 10-12 अध्याय मात्रै बाँकी छ यो श्रवण गर्नलाई चाहिँ हामीले मध्यान्तर छोड्नुपर्ने शास्त्रको नियम पनि छ मध्यान्तर छोडेर हामीले करिबन ढिलामा 2:30 बजे तिल चढाउने हामीले जमर्को गरेका छौँ आज हामी थोरै मध्यान्तर छोडेर चाँडै आएर बस्ने निधो गरेका छौँ हाम्रो धेरै कार्यहरू छन् भरे बेलुका हाम्रो ममतामा 2-3 जनाको व्रत प्रतिष्ठा पनि गराइदिनु छ लक्ष्य व्रतिकाका कार्यहरू छन् अनि भोलि हाम्रो मुठीदान
तुलादान, त्यसपछि या सम्पूर्ण मूल घडाको अभिषेक, 2वटा बटुकहरूको व्रतबन्ध सहित धेरै कार्यहरू छन्। त्यसैले आदरणीय भक्त सबैजना मध्यन्तरभन्दा पछाडि तिल, नरिवल, वस्त्र, सकिन्छ भने भोकै, यदि सकिन्न भने फल खाएर भए तापनि फल, चिया जे सकिन्छ, जे आफ्नो शरीरले धान्छ त्यसलाई खाएर भागवतमा तिलार्पण गर्नुपर्ने हुन्छ। सबै तिलार्पण गर्नको लागि बसी बक्सेला भन्दै जसरी मेरो श्याम सुन्दर बाल मुकुन्द भगवान सोधाम जानुभयो, त्यसै गरेर यो घरमा दिवंगत हुनुभएका, कसैले मृत्युवरण गर्नुभएका, अधोगतिमा पर्नुभएका, कुनै ठाउँमा गएर शव नभेटिएको, लास नभेटिएको भए पनि यही माध्यमद्वाराबाट उहाँको सद्गति भयो। भागवतका सम्पूर्ण कथाद्वाराबाट उहाँको पनि वैकुण्ठमा बास भयो भन्दै श्रद्धेय यसै घरका मदन बहादुर थापाको श्रद्धेय बुबा मकरध्वज थापा, माता मिश्री कुमारी थापा, दाजु रामहरि थापा, भाइ लालबहादुर थापा, त्यसै गरेर उहाँको ससुरा महानबहादुर खड्का, उहाँको सासू फत्तकुमारी खड्का र यसै क्रियाका राजेन्द्र थापाज्यूको सासू, त्यसमा पनि मीन कुमारी पोखरेल, साइनी पोखरेलको पनि साइज्य लोक वैकुण्ठ नामको लोकमा प्राप्ति भयो। जसरी भगवान सोनाम जानुभयो, यी मैले नाम लिएका सम्पूर्ण पितृहरू भगवान सँगसँगै भगवानको साथमा पुष्पक नामको विमानमा चढेर वैकुण्ठमा जानुभयो भन्ने भित्री मनसायले अर्पण गर्दै आदरणीय भक्त यस पछाडि हामी तिलार्पण भागवत सकिएपछि तिलार्पण गर्नेछौँ। आज जतिसुकै ढिलो भए तापनि आज एक दिन हो, भोलिबाट म हजुरलाई बस्नुहोस् भन्दिनँ। अब धेरै कथाहरू पनि बाँकी छैन। यिनीको साथमा सदाचारको लागि, सद्व्यवहार गर्नको लागि भक्ति र सुधामा सधैँभरि लागिरहनुहोस् भन्दै अब भने आरतीको बेला भएको छ। आरती गर्ने बेलामा सबैजना यता स्थानबाट उठेर सक्नुहुन्छ भने सँगै गाएर सक्नुहुन्छ। ताली बजाएर साथी बक्सेला चाहिँ आदरणीय दाजु दशरथ थापाज्यूको आगमन भएको छ। जोरदार तालीको साथमा स्वागत गरौँ। उहाँलाई म भागवत दर्शन गर्नको लागि माथि पुऱ्याउँछु। दशरथ थापाज्यू जहाँ भएता पनि आइदिनु बक्सेला। जय जय होस् दशरथ थापाज्यू। हरि ओम मिलिजुली गाऊ आरती हरिको, मिलिजुली गाऊ आरती हरिको, कृष्ण कन्हैयाको चिरारैयाको, कृष्ण कन्हैयाको चिरारैयाको, मिलिजुली गाऊ आरती हरिको, मिलिजुली गाऊ दाई भाउजूको खेल आरती
यानी गानी चलता पानी धर्मा तक जानी च तानी तानी न सतु प्रदक्षिणा परे परे भगवान की प्रदक्षिण करा हमारे कृष्ण की बख्शिश पाप हम पाप कर्म पाप संकल्प मंगल सर्वे पापवर सर्वे दुखवर सर्वे कष्टवर सर्वे जय साधरी भक्त दूध प्रसादी दूध तीन नगरण वाले प्रसादी बने बसा प्रसादी खाएर पछि भक्षला दूध तीन चढ्ने वालाले फल चिया खाएर पछि भक्षला जय होस् श्री कृष्ण चंद्र भगवान को सप्ताह ज्ञान माया को सनातन धर्म को सदा भक्त को